तपाईँलाई स्वागत छ आजको सेवामा। धन्यवाद हाम्रो सञ्चालकज्यूलाई, धन्यवाद हाम्रो प्रया टिमलाई। आज हामी परमेश्वरको जीवित वचन प्रकाशको पुस्तक 2 अध्याय हेर्न लाग्दैछौँ है। त्यहाँ आज भनौँ न हिसाबले मिल्न गए जस्तो देख्छौँ कि आज संसारमा मान्छे भ्यालेन्टाइन मनाइरहेको छ। आज 2 अध्यायमा पनि आज हामी त्यो भ्यालेन्टाइनको बारेमा हेर्न लाग्दैछौँ है। संसारले मान्ने भ्यालेन्टाइन र ईसाईहरूले मान्ने भ्यालेन्टाइन एकदम फरक छ भन्ने विषयमा पनि यहाँ हेर्न लाग्दैछ। मैले प्रार्थना गरिरहेको थिएँ कि होइन, पहिले पनि यो प्रकाशको पुस्तकलाई चाहिँ हामीले केन्द्रित गरेर चाहिँ भ्यालेन्टाइनको दिनमा बोल्नै पाउँदैनौँ भन्ने कुरा मनमा आएर प्रार्थना गरेर थिएँ। यस वर्ष चाहिँ परमेश्वरले प्रार्थनाको उत्तर दिनुभएको छ। आज बिहान पनि मैले पोस्ट गरेको थिएँ है। धेरैजना आशीर्वाद भएको थियो, धेरैजनाले कमेन्ट गरिरहनु भएको थियो फेसबुकमा होइन, भ्यालेन्टाइनको बारेमा देख्दै गर्दाखेरि होइन। धेरै जस्तो मानिसहरूले चाहिँ सन्त भ्यालेन्टाइनको रूपमा लिएको कुराले हेर्दथ्यौँ भने, तर बाइबलमा चाहिँ हामीले क्रिस्टलाई बाहेक अरू कसैले पनि हामीले भ्यालेन्टाइनको रूपमा हामीले लिन सक्दैन है। अब यो भ्यालेन्टाइन भन्दा पनि हाम्रो लागि क्रिस्ट एकदम महान हुनुहुन्छ, एकदम अथाह हुनुहुन्छ भनेर हामी थाहा गर्न सक्छौँ। तर आज संसारमा भ्यालेन्टाइन मनाउँदै गर्दा पनि हामीले हेर्छौँ भने प्रकाशको पुस्तक 2 अध्यायले चाहिँ हामीलाई एकदम उत्कृष्ट सर्वोत्कृष्ट सर्वोत्तम भ्यालेन्टाइनको बारेमा कुरा गरेर हामी थाहा गर्न सक्छौँ। आउँछ हामी प्रार्थना गरौँ, त्यसपछि हामी यो वचनमा हामी लाग्दैछौँ। पवित्र परमेश्वर पिता, हामी तपाईँलाई फेरि पनि धन्यवाद भन्छौँ। तपाईँको नामलाई महिमा आदर र प्रशंसा चढाउन चाहन्छौँ। तपाईँको सुरक्षा सुस्वास्थ्य आरोग्यताको लागि हामी धन्यवाद भन्छौँ। विशेष गरी हामी प्रार्थना गर्छौँ जति पनि तपाईँका छोराछोरीहरू बिमारसँग हुनुहुन्छ, तपाईँ परमेश्वरको निकोपनसँगै हामी माग्दछौँ। उहाँहरू कतिजना विदेशमा हुनुहुन्छ, कतिजना आफ्नो ठाउँमा हुनुहुन्छ, तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। कतिजना मण्डली आउनलाई हिचकिचाइरहेछन्, ती व्यक्तिको हृदयमा तपाईँ काम गर्नुहोस्। उनीहरूले यो कुरा जान्न सकेकोस् कि मण्डली नआउँदामा हामीलाई घाटा होइन, उनीहरूलाई घाटा छ भन्ने कुरा उनीहरूले बुझ्न सकेकोस्। वा हामीलाई पनि प्रत्यक्ष रूपमा घाटा छ गन्तीको हिसाबमा, तर आत्मिक रूपमा घाटा चाहिँ आफैलाई हो भन्ने कुरा तपाईँ परमेश्वरको जीवनमा तपाईँले बोल्नु भएको सुनेर प्रार्थना गर्छु। तपाईँको इच्छा, तपाईँको योजनामा भएमा उहाँहरू मण्डली आउन सकेकोस्, उपस्थित जनाउन सकेकोस्। तपाईँ परमेश्वरको महिमा हामी सँगसँगै बसेर सँगसँगै तपाईँ परमेश्वरलाई उचाल्न सकेकोस् भनेर प्रार्थना गर्छौँ। विदेशमा हुनुहुने तपाईँका छोराछोरीहरू सबैलाई तपाईँ परमेश्वरको हातमा राख्छौँ। सेवा समिति पाउनु भएको छैन भने सेवा समिति पाउन सकेको छैन प्रार्थना गर्दछौँ। हामीले गरेको हाम्रो सबै कुरामा तपाईँले आशिष गर्नुहोस् भनेर प्रार्थना गर्छौँ। प्रचारको वचनमा पनि तपाईँले आशिष गर्नुहोस् भनेर प्रार्थना गर्छौँ। सबै निम्न आशिष प्यारो प्रभु येशूको नाममा आमेन। यहाँ प्रकाश 2 अध्यायमा हेरौँ। आज हामी धेरै कुरा हेर्ने छैनौँ। 2 अध्यायको 1 देखि लिएर 7वटा पद मात्रै हेर्नेछौँ है। अन्तिममा जसको कान छ त्यसले सुनोस्। पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ? जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूपबाट खान दिनेछु भन्ने कुराले गर्नुभएको कुरा देख्न सक्छौँ। ब्याक टु पनि उत्पत्तिको पुस्तकमा जोडिनु भएको छ। उत्पत्तिको पुस्तकदेखि लिएर प्रकाशको पुस्तकसम्म यहाँ जसको सुन्ने कान छ त्यसले सुन्नुहोस् भनेर भनेको कुरा देख्न सक्छौँ है। उत्पत्तिको कुरालाई पनि सुन र प्रकाशको पुस्तकमा बारम्बार त्यहाँ जसको सुन्ने कान छ त्यसले सुन्नुहोस् भनेर त्यहाँ बताएको हामी देख्न सक्छौँ है। तपाईँ हेर्नुहुन्छ भने यो प्रकाश 2 अध्यायमा हेर्दै गर्दा चाहिँ हामीले चाहिँ यो ऐना हेरे जस्तै हो भनेर हामी देख्न सक्छौँ। जब हामीले 7वटा मण्डललाई हेर्छौँ भने चाहिँ अनि त्यहाँको मण्डलीको अवस्थालाई हामी हेर्छौँ भने हामीले चाहिँ ऐना हेरेको जस्तै दुरुस्तै ऐना हेरेको जस्तै हामीले छर्लङ्गै हुँदछ भनेर हामी थाहा गर्न सक्छौँ। 2 अध्यायदेखि 7 पदमा एफिसस मण्डलीको बारेमा हामी हेर्न लागेका छौँ। अनि यो मण्डली एकदम शक्तिशाली मण्डली भनेर संसारमा चिनेको मण्डली हो। अनि यसले चाहिँ भनौँ न मण्डलीको इतिहासको सीमा रेखालाई लेखिएको छ, देखाउने काम गर्दछ। बुझ्नुभयो नि? यो मण्डली इतिहासको समय लेखिएको छ, यसले देखाउने काम गर्दछ भनेर हामी देख्न सक्छौँ है। 30 ईसाई सम्मतमा तपाईँले हेर्नुहुन्छ भने एफिससको मण्डली चाहिँ त्यसपछि के भन्छ सुरु भएको कुरा हामी देख्न सक्छौँ। अनि एउटा चाहिँ मण्डली इतिहास छ। अनि मण्डली इतिहासमा चाहिँ 100 ईसाई सम्मतदेखि लिएर उता चाहिँ मण्डलीहरू भएको थियो। स्मरणा मण्डली चाहिँ 300 ईसाई सम्मतमा सुरु भयो र आजसम्म पनि यो मण्डली के छ अवस्थित छ भनेर हामी देख्न सक्छौँ है। तपाईँले हेर्नुहुन्छ भने 300 ईसाई सम्मतदेखि लिएर 100 ईसाई सम्मतको घटनामा हो भनेर कतिजनाले भन्दछ है। म यो मण्डलीहरू वृद्धि भएको कुराहरू अनि यो जति पनि एफिससदेखि लिएर 7मा मण्डलीको समयहरू छ 30 ईसाई सम्मतदेखि लिएर 100 ईसाई सम्मतसम्म के भएको छ यो मण्डलीहरूले कुनै पनि इतिहासको कालखण्डमा थियो र अहिले पनि तपाईँले टर्कीमा गएर खोज्नुहुन्छ भने अहिलेको टर्कीमा गएर खोज्नुहुन्छ भने यो मण्डल तपाईँले भेट्नु
भेट्न सक्नुहुनेछ भनेर त्यहाँ बिक्रीहरूले विद्वानहरूले होइन बताएको हामी देख्न सक्छौँ। तपाईँले 101 देखि लिएर 300 इसाईसम्मको कुरामा हेर्नुहुन्छ स्मरणा मण्डलीको बारेमा देख्न सक्नुहुन्छ। त्यहाँ कुनै पनि समस्या छैन, तर त्यहाँ सतावट थियो भनेर देख्न सक्नुहुन्छ। अनि त्यहाँदेखि 10वटा यस्तो डरलाग्दो सतावटमा यी मण्डलीले जिउनु पर्यो भन्दछ। सिजरको समयमा तपाईँले हेर्नुहुन्छ भने यो मण्डलीले भयानक रूपले सतावट सुरु भयो अनि सतावटबाट सामना गर्नु पर्यो भनेर तपाईँले देख्न सक्नुहुन्छ। पछि हामी हेर्छौँ होइन कस्तो सतावट परेको थियो, किन सतावटमा राखिएको थियो भनेर देख्न सक्छौँ। अर्को पर्गामस मण्डली भनेको चाहिँ बिरामी मण्डली भन्छ, सिक चर्च भन्छ, सिकनेस चर्च भन्छ, जो चाहिँ एकदम बिमार अवस्थामा भएको मण्डली भनेर हामी देख्न सक्छौँ। अनि 332 इसासम्मदेखि लिएर एकदम लामो अवधिसम्म यो मण्डली थियो र बिमारी अवस्थामा चाहिँ रह्यो भनेर भन्दछ। अर्को चाहिँ थिएटरिका मण्डली जुन चाहिँ रोमनले चाहिँ के गरेर चाहिँ क्याथोलिकहरूलाई चाहिँ त्यहाँनिर शक्ति दिएको मण्डली थियो र थिएटरिको मण्डली हो। अनि यो मण्डली के अरे रोममा भएका पोपले रोममा भएका होइन जति पनि आधिकारिक व्यक्तिले के भन्छ यो क्याथोलिकहरूलाई यो के अरे मण्डली अब हामी हस्तान्तरण गर्छौँ भनेर भनेको हामी देख्न सक्छौँ। यो मण्डली एकदम डरलाग्दो मण्डली थियो, एकदम भयानक एकदम डरलाग्दो होइन, सुन्दा पनि आमी झिलिङ्ग गर्ने यस्ता खालको मण्डली चाहिँ थिएटरिको मण्डली थियो भनेर हामी देख्न सक्छौँ। अर्को सार्डिस मण्डली चाहिँ जागृति आएको मण्डली भनेर भन्दछ है। रिभाइभल के भन्दछ मेरो नोटमा सार्डिसको मण्डली भनेको जागृति आएको मण्डली, जहाँ चाहिँ लुथरनले चाहिँ के भए जागृति ल्याए, परमेश्वरको वचनमा जागृति ल्याए। अनि चार्ल्स स्पर्जनले पनि के भनेर यहाँ चाहिँ सेवा अब सुरु भयो, सेवा पुरा भयो भनेर चार्ल्स स्पर्जन थियोलोजियन व्यक्तिले पनि के भन्छ अब सेवा कार्य सुरु भयो, सेवा कार्य पुरा भयो भनेर उहाँले पनि भनेको हामी देख्न सक्छौँ चार्ल्सको मण्डली हेर्दै गर्दा। अर्को चाहिँ फिलाडेल्फियाको मण्डली भन्दछ। यहाँ चाहिँ हर्सन टेलर अनि विलियम क्यारीहरू चाहिँ यो ठाउँबाट आए भन्दछ। फिलाडेल्फियाको मण्डलीमा चाहिँ हर्सन टेलर एकदम महान मिसनरीहरू अनि विलियम क्यारी जसले जुत्ता पल्काएर जुत्ता सिएर पनि के अरे परमेश्वरको काम गरे। अनि विलियम क्यारीको पनि ठुलो देन हामीहरूको बिचमा छ है। उहाँले के गर्नुभयो त 48वटा भन्दा बढी भाषामा उहाँले बाइबल अनुवाद गर्नुभयो। गङ्गा प्रसाद प्रधानसँग मिलेर उहाँले के भन्दा 48 भन्दा बढी भाषामा उहाँले बाइबल के गर्नु उल्था गर्ने काम गर्नुभयो। हाम्रो नेपाली बाइबल पनि उहाँले उल्था गर्न गङ्गा प्रसाद प्रधानले सर गर्नुभयो। अनि उहाँले के गर्नुहुन्छ म चाहिँ जुत्ता सिलाएर पनि जुत्ता पल्काएर परमेश्वरको सेवा गर्छु भन्ने विलियम क्यारी हुनुहुन्थ्यो। अनि उहाँले भन्नुभएको थिएन परमेश्वरमा चाहिँ के पनि के छैन असम्भव छैन होइन, परमेश्वरले सबै गरेर सम्भव बनाउनुहुन्छ भन्ने कुरा उहाँले भन्नुभएको हामीले देख्न सक्छौँ है। तपाईँले हेर्नुहुन्छ भने बुझ्नुभयो होइन, उहाँले भनौँ न भारतमा आएर के भन्छ जुत्ता सिलाएर परमेश्वरको सेवालाई सुरु गर्नुभयो। उहाँले धेरै मिसनहरू सुरुवात गर्नुभयो, धेरै हस्पिटलहरू सुरुवात गर्नुभयो, धेरै उहाँले भनौँ न बालबालिकाको होइन भनौँ त्यो बस्ने ठाउँहरू सुरुवात गर्नुभयो। मिसनरी क्षेत्रमा उहाँले धेरै योगदान पुर्याउनु भयो भनेर हामी देख्न सक्छौँ। विलियम क्यारीको तपाईँले बुकमा पनि पाउन सक्नुहुन्छ है, तपाईँ त्यहाँ पढ्न सक्नुहुन्छ। अर्को मण्डली चाहिँ लाउडेको मण्डली जसले चाहिँ मन तातोको मण्डली भन्छ। अनि यो मन तातोको मण्डली आज तपाईँ अनि हाम्रो मण्डली पनि के छ यस्तै अवस्थामा छ। कति प्रकार हामी तातो हुन्छौँ, कति प्रकार हामी के हुन्छौँ एकदम सेलाएको जस्तो हुन्छौँ भनेर हामी देख्न सक्छौँ। अनि त्यही कारणले गर्दा के भन्छ जसले सुनेको छ त्यसले के गर्छ सुनोस्, जसको कान छ त्यसले सुनोस् भन्दैछ, जसको कान छ त्यसले सुनोस्। अनि यो चाहिँ कसले भन्नुभएको छ प्रभु येशूले, यो चाहिँ मैले पनि होइन अरूले पनि होइन, कसले भन्नुभएको छ प्रभु येशूले भन्नुभएको छ है। तपाईँले हेर्नुहुन्छ त्यही भएर यो कुरालाई कहिले पनि किन भन्छ नबिर्सिनुहोस् भनेर भन्दछ। अब अगाडि बढौँ 2:1 एफिससका मण्डलीका दूतलाई यो लेख, यी कुरा 7वटा तारा आफ्नो दाहिने हातमा लिने र 7वटा सुनका समानको बिचमा लिनेले भन्दछ तिम्रो कामहरू, तिम्रो परिश्रम सहनशीलता मलाई थाहा छ र तिमीले खराब मानिसहरूलाई सहन सक्दैनौ, तर तिमीहरू जसले पीठ हुँ त भन्दछन् तर वास्तवमा होइनन् यस्तालाई जाँचेर झुटा भेटाएका छौ भने म जान्दछु तिमीले धैर्यपूर्वक सहेका छौ र मेरो नाउँको खातिर कष्ट भोगेका छौ अनि तिमीहरू ठगित भएका छैनौ। तर तिम्रा विरुद्धमा मसित यो कुरा छ कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। 4 पटलाई याद गर्नुहोस् त, पहिलो प्रेम त्यागिदिएका छौ। आज संसारमा मान्छेले होइन सारा संसारमा भ्यालेन्टाइन डे सन्त भ्यालेन्टाइन भनेर मनाइरहेको छ, उत्सव मनाउनलाई कुरा हामी देख्न सक्छौँ। यहाँ क्रिस्टले भन्दै हुन्छ तिमीले मेरो पहिलो प्रेम त्यागिदिएका छौ। आज तपाईँ र मैले पनि क्रिस्टको पहिलो प्रेम त्यागिदिएका छौँ भने हाम्रो जीवनमा धेरै कुराको अपुग छ, हाम्रो जीवनमा धेरै कुराको अभाव छ भनेर हामी देख्न सक्छौँ। पहिला मैले पनि नबुझ्दै गर्दा नचिन्दै गर्दा मलाई पनि थाहा नगर्दा पहिलो प्रेम भन्ने कुरा थाहा थिएन। जब प्रकाशको पुस्तक मैले भनौँ न एक हिसाबले एउटा सेमिनारमा सुन्दै गरेको छु
त्यहाँ भन्दै थियो पहिलो प्रेम भनेको क्रिस हुनुहुन्छ। त्यसमा छलङ्ग भयो, मैले परमेश्वर पश्चाताप गरेँ, प्रभु मैले तपाईँलाई राख्न पर्ने ठाउँमा अरूलाई राखेँ, त्यही कारणले गर्दा म के भएको छु प्रेममा जहिले पनि गिरिरहेको छु होइन। आजदेखि म तपाईँलाई मेरो पहिलो प्रेमको रूपमा राख्दछु र अब मलाई तपाईँले सिकाउनुहोस् भनेको दिनदेखिबाट मैले उसो फर्केर हेर्नु परेको छैन है। किनभने हामीले बुझेको थियौँ पहिलो प्रेममा त्यहाँ यस्तो कुरा सिकेका थियौँ। फर्स्ट लभ भनेको के हो थाहा छ कसैले? कसैले मेरो बुढी भने, कसैले मेरो बुढा, कसैले मेरो छोराछोरी, कसैले मेरो बोयफ्रेन्ड, कसैले मेरो गर्लफ्रेन्ड। अनि सिकाउने बेला व्यक्तिले भन्दै हुने वक्ताहरू पहिलो प्रेम भनेको चाहिँ क्रिस हुनुहुन्छ। प्रकाशको 2 अध्याय पल्टाउनुहोस्। अब हामी 1देखि लिएर 4 पदमा हेर्नेछौँ जति पहिलो प्रेमको बारेमा हामी थाहा पाउँछौँ। पहिलो प्रेम भनेको चाहिँ कुनै पनि भ्यालेन्टाइनको सन्त भ्यालेन्टाइन होइन रहेछ, क्रिस हुनु रहेछ भन्ने कुरा यही व्यक्तिले भनिदिएको कुरा हामी थाहा गरेको। पछि बाइबल कलेजमा पनि गएर पढ्ने मौका पाएँ, त्यसरी पढ्ने मौका पाउँदै गर्दा अबदेखि गएर म चाहिँ छलङ्ग भएँ। त्यही कारणले गर्दा म कसैलाई पनि ह्याप्पी भ्यालेन्टाइन भन्दैन है। पहिला प्रभुलाई नचिन्दा, प्रभुलाई नजान्दाखेरि मैले ह्याप्पी भ्यालेन्टाइन डे भन्यो होला, अबदेखि म भन्दैछ। किनकि म मेरो श्रीमतीलाई पनि ह्याप्पी भ्यालेन्टाइनहरू खोजेर भन्न सक्दिनँ, किनकि मेरो लागि चाहिँ होइन सबभन्दा ठुलो भ्यालेन्टाइन चाहिँ क्रिस हुन्छ। त्यसपछि मात्र अरू कुरा हो, त्यो कुरा हामीले बुझ्नुपर्छ। नबुझ्नेहरूले चाहिँ ह्याप्पी भ्यालेन्टाइन भन्ला, तर बुझेकाले बुझ पछाडि त नभन्नु, किनकि पहिलो प्रेम चाहिँ क्रिस हुनुहुन्छ। क्रिसलाई राख्नुपर्ने ठाउँमा कुनै पनि स्थानमा राख्छौँ भने त्यो चाहिँ डरलाग्दो कुरा हो। बाइबलले चाहिँ के भन्छ भने क्रिसलाई कोही स्थानमा राख्नुपर्ने ठाउँमा कुनै पनि कुरा तपाईँ राख्नुहुन्छ भने त्यो चाहिँ सराद सक्यो मूर्ति पूजा जस्तै हो। त्यही भएर आज हामी होसियार हुनुपर्छ। हो हामीले हाम्रो श्रीमानलाई, श्रीमतीलाई, होइन हाम्रो छोराछोरीलाई भनौँ न, भनौँ न अब हाम्रो राम्रो छ भने हाम्रो बोयफ्रेन्ड गर्दैन, हामीले आई लभ यु भन्न सक्छ, ह्याप्पी भ्यालेन्टाइन भन्न सक्छ, त्यो कुरा गलत होइन। तर बुझ्नुपर्ने कुरा चाहिँ के हो, हाम्रो भ्यालेन्टाइन चाहिँ सधैँ क्रिस हुन्छ, जो चाहिँ हाम्रो लागि त्यो श्रापित क्रुसमाथि बलि भन्ने उहाँले चाहिँ चाहना गर्नुभयो हामीलाई बचाउनलाई, हामीलाई जीवन दिनलाई। अनि उहाँ जस्तो होइन असल भ्यालेन्टाइन कोही पनि छैन भनेर हामीले बुझ्नुपर्छ। त्यही कारणले भन्छ तर तिम्रो विरुद्धमा मसित यो कुरा छ कि तिमीले तिम्रो पहिलो प्रेम त्यागी दिएका छौ भनेर भन्दछ। अनि आज तपाईँ मेरो पहिलो र अन्तिम प्रेम चाहिँ क्रिस हुनुपर्छ, संसारमा कुनै पनि थोक होइन है। हामीले बुझ्नुपर्ने कुरा आज हाम्रो पहिलो र अन्तिम प्रेम को हुनुपर्छ क्रिस यीशु, योभन्दा अरू कुरा हुनु भएन। आत्मिक रूपमा हामीले भन्नु पर्ला, हामी बाइबली हिसाबमा कुरा गर्दै बेला, बाइबली कुरामा हेर्दै बेला तपाईँको मेरो पहिलो प्रेम र अन्तिम प्रेम जहिले पनि क्रिस यीशु हुन्छ। जिजस आई लभ यु भन्ने कुरा चाहिँ हुनुपर्छ है। अनि अरू कुरा भन्ने छँदै छ। अनि यो भयो भने हाम्रो जीवन चाहिँ सुनिश्चित हुन्छ, न त संसारको मान्छे र इसाईमा केही पनि फरक हुँदैन। बुझ्नु नि, जसले कुरा बुझ्दैन ती व्यक्तिले प्रेम गरेको नाटक गर्छ, धोका दिँदै जान्छ र भर्मिक हिसाबले जीवन के हुन्छ खल्लो हुन जाँदछ। नुन नलागेको तरकारी जस्तो हुन सक्छ, हामी देख्न सक्छौँ। 5 पदमा भन्छ यसकारण कहाँ तिमी खसेका छौ सो सम्झ र पश्चाताप गर, अनि तिमीले पहिले गरेका काम गर, न त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेन भने तिम्रो समाधान त्यसको ठाउँमा हटाउनेछु। कति डरलाग्दो चिज तपाईँ थाहा गर्नुहुन्छ। 6 पदमा तर तिमीहरूमा यो कुरा त छ कि तिमीले मलाई जस्तै निको लागिदर्शकको काम घेरा गर्छौ, जसको कान छ त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ, जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गमा भएको जीवनको रूपबाट खान दिनेछु भनेर मैले भन्नुभएको छ। बुझ्नु नि, अब यहाँ परमेश्वर के भन्छ त्यो कुरालाई सम्झना गरेर भन्दछ, पश्चाताप गरेर भन्छ। त्यस्ता कुरामा चाहिँ बेलसम्म कुरा हुँदै मन नलगाऊ, त्यो कुराले जीवन दिँदैन भनेर देख्न सक्छौँ। तपाईँले इतिहासको घटनामा हेर्नुहुन्छ भने 15औं शताब्दीमा सन्त भ्यालेन्टाइन भन्नेदेखि आफ्नो प्रेमिका लागि आफ्नो जीवन अर्पण गरिदिए। अनि यी व्यक्ति पनि के एकदम कतिजनाले पादरी हुन्छ, कतिजनाले पास्टर पनि के हुन्छ, कतिजनाले विश्वासी पनि के हुन्छ। अनि क्लाउडियस राजाले के गरे, अब युद्ध चम्किरहेको छ, सिपाहीले बिहा गर्यो भने त युद्धमा हार्छ, त्यही कारणले यिनीहरूले विवाह दिनु भन्दा चाहिँ विवाह नदिनु चाहिँ असल हो। त्यही भएर म चाहिँ सन्त भ्यालेन्टाइनलाई के गर्छु अवश्य रोक्छु भनेर फेब्रुअरी 14 गतेमा रोक्न थालेछ। अनि सन्त भ्यालेन्टाइन के गरे, म तिमीलाई धेरै माया गर्छु भनेर आफ्नो प्रेमिकालाई देखाउन चाहिँ होइन क्लाउडियसको त्यो भनौँ न शासनलाई अन्त गर्नको लागि, अनि त्यो क्लाउडियसलाई पनि बाध्य बनाउनको लागि उसले के भन्छ आफ्नो प्रेमिका लागि म चाहिँ अब युद्ध लड्न सक्दिनँ, अब म मेरो प्रेमिकासँग विवाह गर्न चाहन्छु भन्दा क्लाउडियसले दिएर त्यही गरेर क्लाउडियसको खिलाफमा गएर के गर्छ उसले म मेरो प्रेमिका लागि म मर्न सक्छु भनेर चाहिँ त्यतिखेर के गर्यो प्राणदण्ड आफैले होइन लिए भनेर। त्यसको कारणले गर्दाखेरि आज संसारभरि भ्यालेन्टाइन मानेको हामी देख्न सक्छौँ है। तपाईँले भ्यालेन्टाइनको बारेमा हेर्नुहुन्छ भने अब इसाईहरूबाट के भ्यालेन्टाइन मनाउनुहुन्छ भनेर प्रश्न आउन सक्ला। यसको 2वटा उत्तरहरू छ, मिल्छ पनि र मिल्दैन पनि। मिल्छ किन भन्दाखेरि यो इसाई जगतबाट नै सुरु भएको हो। मिल्दैन किन भन्दाखेरि यसले संसारलाई के छ भने दूषित बनाएको छ होइन। संसारलाई के गरेको छ एकदम व्यभिचारमा
होइन फसाएको कुरा होइन अनैतिकका कुरामा जोडेको कुरा हामी लेख्न सक्छौँ। अनि भ्यालेन्टाइन भनेको चाहिँ एक शब्दले हामी हेर्छौँ भने परमेश्वरको वचनको खिलाफ पनि के छ हामी गएको देख्न सक्छौँ है। हाम्रो लागि एकदम डरलाग्दो कुरा हो, बुझ्नु भने बाइबलले के भन्छ पवित्र विवाहको मान्यता दिन्छ, त्योभन्दा अगाडिको विवाहलाई बाइबलले मान्यता दिन्छ। तपाईँ आफै सोच्नुहोस्। त्यही कारणले गर्दा हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि हामीले चाहिँ अब भ्यालेन्टाइन मनाउने कि नमनाउने भनेको हामी एकदम होसियार हुनुपर्छ है। त्यो अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ, एपिसीको मण्डलीले चाहिँ पहिलो प्रेम त्यागेका छ भनेर भन्दैछ। किन होला त उनीहरूले प्रश्न आइरह तपाईँले हेर्नुहुन्छ यहाँ भन्नु छ एपिससका मण्डलीका दूतलाई यो लेख भन्छ। एपिससका मण्डलले के हेर्दा दूतलाई यो लेख भनेर भन्छ। एपिसको मण्डललाई यो पत्र लेख भनेर भनेछ। के लेख भन्छ, यी कुरा 7वटा तारा आफ्नो दाहिने हातमा लिने र 7वटा सुनका समदलको बिचमा हिँड्नेले भन्दछ भनेर भन्दछ। अब यहाँ परम प्रभुले यानि प्रभु येशूले युहन्नालाई के भन्दैछ भन्दाखेरि यो तिम्रो पहिलो पत्र त एपिससको मण्डललाई लेख न युहन्ना भनेर भन्दैछ। किनभने एपिसस चाहिँ त्यतिखेर के थियो, एकदम महत्त्वपूर्ण सहरहरूको रूपमा चिन परिचित थियो। अनि यो सहरहरू चाहिँ कहाँ पर्थ्यो, एसिया माइनर, आजको आधुनिक टर्की भनेर हामी देख्न सक्छौँ, जहाँ चाहिँ मान्छेहरू व्यापारको लागि बिजनेसको लागि होइन एकदम कमर्सियल भनौँ न, त्यो अब भनौँ न आर्थिकको रूपमा चाहिँ एकदम अगाडि बढ्नको लागि मान्छे घरदाय हुनलाई, मान्छे पैसा कमाउन, किनमेल गर्न अनि सामान ओसार पसार गर्नको लागि एकदम चलेको ठाउँ चाहिँ के थियो, यो एपिसस भन्ने ठाउँ थियो, जहाँ चाहिँ के गर्दा मण्डली सुधार भएको छ। त्यो मण्डलले चाहिँ के भन्दैछ, व्यापार बिजनेसमा भन्दा पनि परमेश्वरले मन लगाउनुहोस् भन्ने खोजेको हामी लेख्न सक्छौँ है। तपाईँ एपिससमा हेर्नुहुन्छ त्यो मुख्य सहर हो जुन चाहिँ एसिया माइनर भन्छ, आजको टर्की भनेर हामी लेख्न सक्छौँ। यहाँबाट चाहिँ धेरै मानिसहरूले के गर्थ्यो त, त्यो ठाउँबाट चाहिँ एपिसससँग चाहिँ व्यापार फैलाउने काम गर्दथ्यो भनेर हामी लेख्न सक्छौँ होइन। आफ्नो व्यापार बिजनेसहरूलाई चाहिँ फैलाउने काम गर्दथ्यो भनेर हामी लेख्न सक्छौँ। अनि यो ठाउँमा चाहिँ त्यहाँनिर मन्दिरहरू थियो, अनि रोमी राजाहरूको मन्दिरहरू थियो भनेर हामी लेख्न सक्छौँ। अनि त्यो मन्दिरमा चाहिँ के थियो भन्दाखेरि त्यहाँनिर महान महान मन्दिरहरू थियो, जहाँ चाहिँ भनौँ न डाइना देवी थियो अनि आर्टेमिस देवी भन्ने थियो। अनि यिनीहरूलाई चाहिँ के भन्दाखेरि परापूर्व कालमा चाहिँ यिनीहरू एकदम महान देवीहरू भन्ने कलाएको कुरा हामी देख्न सक्छौँ। अनि यी देवीहरूको चट्टीकला हेर्नुहुन्छ भने एकदम नराम्रो होइन। के यो देवीहरूलाई के नामले चिन्थ्यो, योन होइन, योनको देवी भनेर चिनिन्थ्यो होइन। एकदम नराम्रो शब्द प्रयोग गरेर हामी देख्न सक्छौँ। अनि यो देवीको अगाडि मान्छेले खुलेलाम व्यभिचार गर्ने होइन, खुलेलाम भनौँ न त्यस्ता भनौँ जति पनि भनौँ न एकदम त्यो गति छाडाकाडहरू गर्छ। त्यही कारणले गर्दा यहाँ के हुन्छ, यो मण्डललाई सपार्ने हो भने, यो मण्डललाई सही तरिकामा ल्याउने हो भने यो मण्डललाई भएका यस्ता कुराहरू हटाउनुपर्छ। त्यहाँबाट मान्छेको दिमागमा यस्तो कुरालाई हटाउनुपर्छ भनेर हामी देख्न सक्छौँ। त्यही कारणले गर्दा क्रिस्टले भन्नुभएको छ तिमीहरू तिमीले पहिलो प्रेम त्यागेका छौ भनेर भन्नुभएको हामी देख्न सक्छौँ है। तपाईँले यहाँ हेर्नुहुन्छ भने त्यहाँदेखि के थियो, डाइना भन्ने देवी थियो, अनि आर्टेमिस होइन महान भन्ने पेजको पुस्तकमा त्यहाँ चक्रोसले गराएको छ नि। पछि पावरलाई पनि त्यहाँ एकदम होइन लखाटेको छ, पिटेको कुरा हामी देख्न सक्छौँ नि। तपाईँले रुल लगाइ भएको छ हो, तपाईँले त्यहाँनिर ड्रिङ्कमा पनि तपाईँले हेर्छ यहाँ त्यस्ता देवीको कारणले गर्दा के हुन्छ, मान्छेको अवस्था नाजुक भएको छ। जब व्यापार बिजनेस भएको छ त्यो ठाउँले दामबाट भएको कुरा हामी देख्न सक्छौँ। अनि जति पनि कुराहरूमा के छ, 1 अध्यायमा भएको गतिविधिहरूलाई यहाँ जोडेको कुरा हामी देख्न सक्छौँ। अनि यहाँ तपाईँले 13 पदमा हेर्नुहुन्छ भने यहाँ येशू ख्रीष्टले 7वटा तारहरू बोकेको कुरा हामी देख्न सक्छौँ है। अनि यहाँ चाहिँ येशू ख्रीष्टले के भन्नुभएको छ, मैले तिमीलाई पक्रिरहेको छु, मबाट कसैले तिमीलाई पस्न सक्दैन। अनि येशू ख्रीष्टले आफैले के गर्नुभएको छ भने म तिम्रो वास्ता गर्नेछु, म तिम्रो फिक्री गर्नेछु, म तिमीलाई सहायता गर्नेछु। अनि मसँग भएकोले कसैले पस्न सक्ने छैन, संसारको कुनै पनि शक्तिले पस्न सक्ने छैन, संसारको कुनै पनि राज्यले तसनस गर्न सक्ने छैन, संसारको कुनै पनि कुराले चाहिँ मबाट तिमीलाई अलग गर्ने छैन मेरो प्रेमबाट भनेर हामी देख्न सक्छौँ। रोमी 8 अध्यायमा पनि हेर्नुहुन्छ भने ख्रीष्टको प्रेमबाट हामीलाई कसले अलग गर्ने भनेर प्रश्न गरेको छ है। त्यहाँ न रोगले, न तरबारले होइन, न त मृत्युले, न त गरिबले होइन, न त कुनै पनि कुराले हामी ख्रीष्टको प्रेमबाट अलग हुन सक्दैनौँ भनेर हामी देख्न सक्छौँ। अनि यहाँ तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ nobody can take them from Jesus भन्छ होइन, यसबाट कसैले पनि उनीहरूलाई कसैले लान सक्दैन भन्ने कुरा यहाँ भनेको हामी देख्न सक्छौँ। अनि त्यो बिचमा के भन्छ, ख्रीष्टले सुनको त्यो होइन बत्ती लिएर त्यो समाधान लिएर खडा भएको कुरा हामी देख्न सक्छौँ। अनि उहाँले भन्नुहुन्छ म तिमीको बिचमा छु, तिमीको अवस्था मैले जानेको छु, मण्डली तिमीहरू के गरिरहेको छौ मलाई थाहा छ, तर म अहिले पनि तिमीलाई उत्साह दिन्छु, चेतावनी दिन्छु, तिमीहरूले आफ्नो मण्डलीबाट खडा हौ, पापको जन्जालबाट तिमीहरू निस्कनु पर्छ, अधर्म तिमीहरू निस्किनु पर्छ,
बेविचार, अन्यायबाट, अनैतिक कुराबाट, यौन जन्ने कुराबाट तिमीहरू मण्डली निस्कनु पर्छ। यदि निस्केन भने तिमीहरू मेरो विरुद्धमा खनिएका हुन्छौ। तिमीहरूले मेरो विरुद्धमा पाप गरिरहेका हुन्छौ। तिमीहरूले मेरो विरुद्ध चाहिँ नराम्रो काम गरिरहेका हुन्छौ। किन आर्टेमिस देवीलाई पुज्न छोड, डाइना देवीलाई पुज्न छोड। यो कुरा चाहिँ के होला? असल कुरा होइन। अनि विश्वासीले चाहिँ ख्रिस्टलाई पुज्नुपर्छ। कतै तिमीहरू पहिलो प्रेममा यी देवीहरूको सिको गरिरहेका छौ कि यी देवीको अनुसरण गरिरहेका छौ कि यी देवीलाई तिमीहरूले अहिले पनि मलाई पुज्ने अनि उनीहरूलाई पुजिरहेको छौ होइन, पुजीको राख्छौ कि भनेर यहाँ प्रश्न गरेको हामी देख्न सक्छौँ। आज मण्डली हामीले बुझ्नुपर्ने कुरा के हो? संसारमा यस्ता धेरै मण्डलीहरू भनेर होइन मान्छेले सम्बोधन गर्छ, जुन सच्चाइ पनि एउटा हो है। तपाईँले सच्चाइमा हेर्नुहुन्छ भने क्रिस्टलाई पनि पूज, अरूलाई पनि पूजा भनेर हामी देख्न सक्छौँ। जाँड पनि खान मिल्छ, प्रभु भोज पनि खान मिल्छ भनेर सिकाउने मण्डलीहरू आज संसारमा फालाफल छन्। त्यही कारण हामीले पनि होसियार हुनुपर्छ। यो मण्डलीलाई पनि भन्दै हुन्छ, म चाहिँ अब तिमीहरूलाई के गर्नेछु? न्याय गर्नेछु। आज कतै तपाईँ र म पनि अवस्थामा छौँ भने पश्चाताप गरौँ, प्रभुलाई भनौँ, प्रभु हामीलाई बचाउनु भएको होस्, हामीलाई तपाईँले फेरि पो मौका दिनुभएको होस्। अब पुरान्तदेखि हामी तपाईँको पहिलो प्रेममा त्याग्ने छैनौँ, तपाईँलाई बेसी पठाउने छैनौँ। जुन यो विश्वासका मण्डलमा रहेका मानिसहरूले गरे, अब हामी त्यो कुरा गर्न चाहेनौँ भनेर भन्न परेको हामी देख्न सक्छौँ। त्यही भएर यहाँ भन्नु छ हेर्नुहोस् त, यो विश्वासका मण्डलीका दूतलाई यो लेख कि यी कुरा सात र तारा आफ्नो दाहिने हातमा लिएर र सात र सुनका समुद्रको बिचमा हिँडेर भन्दछ भनेर यीशु ख्रिस्टले के गर्दछ? आफ्ना मण्डलीलाई रक्षा गरिराख्नु भएको छ। आफ्नो मण्डलीको सबै अवस्था उहाँले जान्नुहुन्छ। लुकाउने कुरा केही पनि छैन, ढाकछोप गर्नुपर्ने केही पनि छैन। तपाईँको मण्डलीमा, हाम्रो मण्डलीमा वा कुनै पनि मण्डलीमा त्यस्ता बेविचार छ, पाप छ, अधर्म छ भने खुलेलाम परमेश्वरलाई भन्नुहोस्, प्रभु हामीले गल्ती गरेको छौँ, हाम्रो विश्वासले गल्ती गरेर, हाम्रो प्रियले गल्ती गरेर, हाम्रो एक एक सदस्यले भनौँ न हामीले नथाहा पनि गल्ती गरेको होला, प्रभु हामी क्षमा गर्न चाहन्छौँ। प्रभु हामीलाई तपाईँले उद्धार गर्नुभएको होस्, यो कुरामा तपाईँले हामीलाई छुटकारा गर्नुभएको होस्, यस्ता कुराबाट तपाईँ जोगाउनुहोस्। हामीलाई थाहा छैन हाम्रो मण्डलीमा आउने कुनै पनि सदस्यले काम गरिपठायो होला, यसको लागि हामी क्षमा प्राप्ति छौँ भनेर भन्न परेको हामी देख्न सक्छौँ। यदि हामी भन्दैनौँ भने परमेश्वरले भन्दै हुन्छ दिनमा, तिम्रा कामहरू, तिम्रो परिश्रम, सहनशीलता मलाई थाहा छ र तिमीले खराब मानिसलाई सहन सक्दैनौ, तर तिमीले जसले पीडित हौ त भन्दछन् तर वास्तवमा होइन, त्यसलाई जाँचेर झुटा भित्ताएका छौ भने म जान्दैछु भनेर भन्छ। यो मण्डलीमा चाहिँ झुटा शिक्षाले के गर्थ्यो? हवाला गरेका थियो। अनि झुटा शिक्षाले के भन्थ्यो? म आफैलाई पीडित भन्दछु, म आफैलाई अदम्बता भन्दथ्यो, तर उनीहरूको काम भने चाहिँ केही पनि थिएन, गफ मात्रै दिने खालका थिए। उनीहरूले मान्छेलाई फर्ममा राखेको थियो, मान्छेहरूलाई के गर्थ्यो? उनीहरूले मण्डलमा राख्नु परेको थियो। तर एफिसको मण्डली यति शक्तिशाली मण्डल थियो कि यो मण्डलीमा परमेश्वरको वचनको जरा गाडेको मण्डली थियो। यो मण्डलीमा परमेश्वरको वचनको सत्यतामा खडा भएको मण्डली थियो। यो मण्डली परमेश्वरको वचनमा जस्तो सुकै अवस्थामा पनि गिर्न तयार थियो। यो मण्डलीमा हरेक व्यक्तिले प्रभुको वचन खाएका थिए। अनि यिनीहरूलाई थाहा थियो झुटा शिक्षा के हो भनेर, यिनीहरूलाई थाहा थियो होइन अगम वक्ताले कस्तो काम गर्नुपर्छ, पीडितले कस्तो काम गर्नुपर्छ, परमेश्वरको मानिसले कस्तो काम गर्नुपर्छ भनेर यो मण्डललाई थाहा थियो। अनि यो मण्डलमा आउने जति सबैलाई भन्दै थियो, कसैले दाइनालाई पूजा होला, कसैले आर्टेमिसलाई पूजा होला, कसैले केलाई पूजा होला, छानबिन गर्नु। अनि तिनीहरूलाई के गर्दा बेलेमा चेतावनी थियो, पश्चाताप गर्न लगाऊ भनेर भन्दै थियो। तपाईँले दुई पल्ट हेर्नुहोस् यहाँ परमेश्वरले भन्छ, तिमीलाई कामहरू थाहा छ मलाई मण्डली प्रभावित छ, तिम्रो परिचय मलाई थाहा छ। यो विश्वको मण्डली सहनशीलता, तिमीले कति सहेको छौ, झुटो शिक्षासँग कति लडेको छौ, तिमीले गलत शिक्षा र सिद्धान्तसँग कति लडेको छौ, त्यो कुरा मलाई थाहा छ। तिमीलाई कति धेरै पीडा भएको छ, तिमीलाई कति धेरै भित्र त्यहाँ भनौँ हृदयमा भनौँ त्यहाँनिर भनौँ यसलाई आगो बलेको छ, कतिवटा कुरा गरेर मलाई थाहा छ। तिमीहरू एक्लै छैनौ, म तिमीहरूको साथमा छु, म तिमीहरूको बिचमा भएर लड्न चाहन्छु, म तिमीलाई सहायता गर्न चाहन्छु भनेर क्रिस्टले भनेर देख्न सक्छौ। त्यो यहाँ भन्नु छ जस्तो तिमीका कामहरू, तिम्रो परिश्रम, सहनशीलता मलाई थाहा छ। मलाई थाहा छ, क्रिस्टलाई थाहा छ। आज मण्डलीको हरेक कुरा क्रिस्टलाई थाहा छ। अनि मण्डली कमजोर छ, मण्डली अव्यवस्थित छ, मण्डली लडिरहेको छ भने प्रभुलाई पुकार्नुहोस्, प्रभुलाई भन्नु, प्रभु हाम्रो मण्डलीलाई सहायता गर्नुभएको होस्, प्रभु हाम्रो मण्डलीका हरेक सदस्यमाथि तपाईँले राज्य गर्नुभएको होस्, उनीहरूको हृदयलाई खोताली दिनुभएको होस्, उनीहरूले गुप्तमा गरेको पापलाई छलङ्ग देखाइदिनुहोस्, ताकि समयमा उनीहरूले प्रस्ताव गर्न सको र उनीहरू बस्न सकोस् भनेर प्रार्थना गर्नुपर्छ। बुझ्नु नि, है मण्डलीको बदनाम हुनदेखि तपाईँले जोगाउनु भएको होस्, मण्डलीलाई भनौँ न अव्यवस्थित हुनदेखि तपाईँले जोगाउनु भएको होस्, मण्डलीमा संसारिक कुरा छिर्नुभन्दा तपाईँको कुरा छिर्नु त्यही सकेको होस् भनेर प्रार्थना गर्नुपर्छ। होइन बाइबलका कुराहरू चाहिँ मानिसले चर्चा गरेको
हामी देख्न पाउने हामी प्रार्थना गर्नुपर्छ। त्यही कारणले परमेश्वरले भन्दै हुन्छ अहिलेको अवस्थामा पनि म तिमीलाई जानेको छु, तिमीको हरेक कुरा मैले जानेको छु, म तिमीलाई उत्साह दिन चाहन्छु र सँगसँगै म चितवन दिन चाहन्छु भनेर भन्दैछ। अब हेर्नुहोस् 2 पदमा भनिन्छ नि तिमीका कामहरू तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ भनेर ख्रीष्ट यीशु आफैले भन्दै हुन्छ र उहाँले भन्दै हुन्छ र तिमीले खराब मान्छेलाई सहन सक्दैनौ। बुझ्नु यस्तो मण्डली जसले खराब मान्छेलाई सहनै सक्दैन भनेर भनेछ। तर तिमीहरू जसले पीडित हुँ त भन्दछन् तर वास्तवमा होइनन्, त्यस्ता झुटा शिक्षाहरू छन् भन्छ। आज छ्यापी तपाईँ र मेरो वरिपरि झुटा शिक्षा छ। तपाईँले मेरो मण्डलीभित्र पनि झुटो शिक्षा हुन सक्ला, कसलाई थाहा छैन। थोरैमा त हामीले पहिचान गर्छौँ, ठुलो 500, 1000, 2000, 3000 बिचमा हामी पहिचान गर्न सक्दैनौँ, किनकि हामीलाई समय लाग्छ। हामीले समय बिताएका छन्, हामीले गाह्रो छ। अनि तपाईँ त्यहाँमध्ये पनि कोही वर्षा हुनसक्छ, कोही झुटा शिक्षाको सञ्जालमा कुनै पनि ग्रुपमा छिरेको हुनसक्छ होइन। तपाईँले हेर्नुहुन्छ नि त्यो कुराको बारेमा भन्दैछ। अनि यस्तै भनेछ त्यस्तालाई जाँचेर झुटा भेटाएको छौ भने म जान्दछु, त्यस्तालाई पनि तिमीले छोडेका छौ, जाँचेका छौ, तिमीले पत्ता लागेको छ, त्यसलाई त के गर्नुपर्छ तिमीहरू जान्दछौ भनेर भनेको कुरा हामी देख्न सक्छौँ। अनि तपाईँले हेर्छ यो एपिसोडको मण्डली एकदम सक्रिय थियो। त्यहाँको हरेक सदस्यले एकदम परिश्रम गरेको थियो सुसमाचार सुनाउने कुरामा, परमेश्वरको राज्य खडा गर्ने कुरामा, प्रभुलाई मानिसलाई प्रभुमा बोलाउने कुरामा, बाइबल अध्ययनको कुरामा, प्रार्थना उपवासको कुरामा, सेवा सङ्गतिको कुरामा हरेक कुरा उनीहरू सक्रिय थियो। मण्डलीका गुरुजन मात्रै होइन, मण्डलीका धर्मशिक्षा मात्रै होइन, धर्मगुरु मात्रै होइन, एक सदस्य एकदम सक्रिय थियो भनेर हामी देख्न सक्छौँ। उनीहरूले एकदम कठिन तरिकाले परमेश्वरको राज्य खडा गरेको थियो। उनीहरू सबैजना परमेश्वरमा मेहनत गरेका थिए, एकदम परमेश्वरको राज्य खडा गर्न उनीहरू एकदम लालायत थिए, एकदम भित्रदेखि नै उत्सुक, एकदम उनीहरू भनौँ उत्सुक थिए, उनीहरू भित्रदेखि नै इच्छुक थिए भनेर हामी देख्न सक्छौँ। अब तपाईँले त्यहाँको अवस्था हेर्नुहुन्छ भने एकदम सजिलो छैन। अब त्यहाँ सहरमा धेरै मान्छेले त्यो मण्डलीलाई घिरा गर्दथे, त्यो मण्डली फुटाल्नुपर्छ, त्यो मण्डली नष्ट गर्नुपर्छ, त्यो मण्डलीलाई खत्तम पार्नुपर्छ भन्ने मान्छेहरू धेरै थिए अरे। जति समस्या आए पनि मण्डलीका सदस्यहरू यति सक्रिय भए कसैले पनि त्यो एपिसोड मण्डली रोक्न सकेन बढ्नलाई। सहरले हमला गरेको थियो, मान्छेले हमला गरेको थियो, व्यापारले हमला गरेको थियो, बिजनेसले हमला गरेको थियो, व्यभिचारले यौनका कुराले हमला गरेको थियो यो मण्डलीमाथि। तर परमेश्वरको मानिसहरू यति धेरै मेहनत गर्थे, यति धेरै परिश्रम थियो, यति धेरै लगनशील गर्थे, उनीहरूले परमेश्वरको राज्यलाई रोक्नलाई कुनै पनि शक्तिलाई काम गर्न दिएन अरे। उनीहरू त्यति रात दिन लागेको कुरा देख्न सक्छौँ। यही मण्डलीबाट तपाईँले हेर्नुहुन्छ भने पावलले भन्दछ होइन, एपिसोडको मण्डली कोरिन्थीमा हेर्नुहुन्छ भने के भन्छ, मैले 3 वर्षमा आँखाबाट आँसु टप टप चुहाएको छु तिमीहरूको लागि। अब देख्छस् जतिले मेरो कुरालाई मतलब गरेको थिइनस्, जतिले मेरो कुरालाई याद गरेको थिइनस्, कान खोलेर सुनेको थिइनस्, अब म जाने बित्तिकै केही समय पछाडि बसो आउनेछ। त्यसपछि रुनुपर्छ, तिमीहरूले सामना गर्नुपर्छ, तिमीहरूको अवस्था कस्तो हुन्छ मलाई थाहा छ। त्यही म 3 वर्ष अगाडि कुरा जानेर मैले हरेक रात तिमीहरूको नाम काटी हरेक मण्डलीको सदस्यको नाम काटी मैले आँखाबाट आँसु चुहाएको छु भनेर 20 अध्यायमा पावलले त्यतिकै भनेको होइन। बुझ्नुभयो है, पावलले भन्दै थियो मलाई यो कुरा थाहा छ, अब तपाईँले मेरो अनुहार पनि देख्नु हुने छैन, तपाईँले मलाई अब भेट्नु पनि सक्नुहुने छैन। म अब यसमा जाँदैछु, म कैदी हुन जाँदैछु, यसमा म मर्न जाँदैछु क्रिस्टको खातिर। मलाई थाहा छैन मेरो अवस्था कस्तो हुने हो, तर म यो भन्न चाहन्छु मैले कसै पनि सुन चाँदी हिरा मोती कुनै पनि कुराको लोभ गरिनँ र परमेश्वरको वचन सिकाउन म कुनै पनि कुरामा म के गरिनँ त म पछि पढिनँ। त्यही म भन्न चाहन्छु 3 वर्ष अगाडि मैले आँसु चुहाएको थिएँ, आज परिणाम आउँदैछ। अब केही समयपछि म जाँदै गर्दा वर्ष आउँदैछ, हेरौँला म कसरी तिमीहरूले सामना गर्छौ भनेर कुरा देख्न सक्छौँ है। अनि एपिसोडको मण्डलीमा पनि यहाँ त्यस्तै समस्या आएको छ, त्यस्तै बाधा आएको छ। तर यहाँ भएका मण्डलीका हरेक सदस्य परमेश्वरमा एकदम सक्रिय थियो, प्रार्थनामा, उपवासमा, वचन अध्ययनमा, सङ्गतिमा, सेवामा, सुसमाचारमा, परमेश्वरको राज्यको वृद्धिमा, सबै कुरामा यिनीहरू एकदम सक्रिय थिए। यिनीहरू आगो भयो अनि एकदम पवित्र आत्माको आगोले भरिएका व्यक्तिहरू थिए, पवित्र आत्माको अभिषेकले भरिएका व्यक्ति थिए, पवित्र आत्माको भरिपुरीमा आफ्नो जीवन क्रिस्टमा निर्वाह गरेका व्यक्ति थिए, पवित्र आत्माको अगुवाईमा चलेका व्यक्तिहरू थिए। अनि यहाँ जस्तो समस्या आए पनि मण्डलीलाई फुटाल्छु, मण्डलीलाई फसमस गर्छु भनेर जति पनि मान्छेहरू लागि परे तापनि परमेश्वरको राज्यले यिनीहरूले के गर्न सकेन त त्यो काम हुन दिएन भनेर हामी लेख्न सक्छौँ। अनि जति पनि कुराहरू भएको थियो सबै कुरालाई त्यो परमेश्वरले के गर्नुभयो त स्वीकार गर्नु पर्यो। अब मलाई थाहा छ तिमीले गर्न सक्छौ अनि यो हुन म दिनेछु। कतिजनाले मण्डली भत्काउन आयो होला, कतिजना के गर्न आयो होला, तर यहाँ भएका मण्डलीको सदस्यले के गरेर आफ्नो मण्डलीको बचाउ गरे।
हो प्रियहरू, आज हामीले पनि आफ्नो मण्डलीको वचन हामी आफूले गर्नुपर्छ। परमेश्वरको वचनमा खडा भए, परमेश्वरको वचन छ जीवन जिएर, बुझ्नुभयो नि है। बरु म तयार छु, बरु म संसारको लागि अर्पण हुन म तयार छु, तर ख्रिस्टको राज्य, ख्रिस्टको मण्डलीलाई म कहिले पनि संसारको लागि अर्पण हुन दिने छैन भने त्यो प्रण होइन हामीले गर्नुपर्छ भनेर हामी थाहा गर्न सक्छौँ। जसरी सन्त भ्यालेन्टाइन आफ्नो प्रेमीका लागि प्राण गरे होइन, अर्पण गरे, हो आज मण्डलीका विश्वासीले पनि त्यो प्राण गर्नै पर्छ। बुझ्नुभयो है तपाईँले बुझ्नुपर्ने कुरा। अनि यति मात्र भनेछ नि, जस्तो यहाँ धेरै जस्तो मानिसहरू के भएको थियो, मण्डलीमा दिन प्रतिदिन वृद्धि भएर थियो, मण्डलीमा दिन प्रतिदिन मानिसहरू आइरहेको थियो, समस्या पनि त्यति नै आइरहेको थियो। जब मण्डली बस्छ नि समस्या त्यति नै आइरहेको छ। अनि यहाँ आएका मानिसहरू त्यो कतिजनाको संवाद कस्तो थियो, कतिजनाले के झुटाङ शिक्षकहरू थिए भनेर भन्छ। तिनीहरूले भन्दै म पीडित हुँ, म मण्डलीलाई त्यहाँ सतर्कबाट बचाउने छु भनेर भन्दै थियो। तर मण्डलीले के गर्थ्यो, जाँचिरहेको थियो। अनि उनीहरूले परमेश्वरको वचनमा सहमति जनाएन भने अनि एपिसको मण्डलले भन्दै हामीलाई तपाईँको मात्रै आवश्यकता छैन, तपाईँले जानुहोस्। अनि एपिसको मण्डल के भन्दै हामीले पीडितको कुरालाई विश्वास गरेर, अगमवक्ताको कुरालाई विश्वास गरेर, हामीले बाइबलमा भएको ख्रिस्टको कुरालाई विश्वास गर्छौँ, ख्रिस्टको शिक्षालाई विश्वास गर्छौँ। हाम्रो जति ख्रिस्टमा बसालिएको छ, कुनै पनि पीडितमा कुनै पनि अगमवक्तामा होइन, जति पनि बाहिरबाट आओस् हामीलाई मतलब छैन। परमेश्वरको वचनलाई स्वीकार्छ भने तपाईँले हामी स्वागत भन्छौँ, स्वीकार्दैन भने तपाईँ जान सक्नुहुन्छ भने उनीहरूले जाँचेर मानिसहरू है साइड लगाउने काम पनि गरेका थिए भनेर हामी देख्न सक्छौँ है। नेपालको मण्डलीमा पनि हामी केही गर्नुपर्छ, बेलियाको मण्डलीले गरे जस्तै हामीले गर्नुपर्ने हामीले देख्न सक्छौँ है। 3 पद म जान्दछु तिमीले धैर्यपूर्वक सहेका छौ र मेरो नाउँको खातिर कष्ट भोगेका छौ अनि तिमीहरू थकित भएका छैनौ। भन्नुहोस् त 3 पदमा ख्रिस्टले के भनेछ, मैले जानेको छु कति धेरै पीडा एफिससको मण्डलीमा छ, कति धेरै समस्यामा झेलेको मण्डली हो, कति धेरै साहसिलो मण्डली, कति धेरै आँटिलो मण्डली, कति धेरै गर्व गर्न लायकको मण्डली त्यो एफिससको मण्डली हो। म सबै कुरा जान्दछु, मेरो खातिर तिमीले कष्ट भोगेका छौ तर पनि अझ पनि तिमीहरू थकित छैन। भन्यो नि मण्डलीले थाकेको छैन, समस्या आओस् मण्डली थाकेको छैन, झुटा शिक्षाले हमला गरोस् मण्डली थाकेको छैन, मण्डली फुटाउने व्यक्ति आओस् मण्डली थाकेको छैन। हो आज हामी पनि त्यस्तै व्यक्ति हुनुपर्छ। ख्रिस्टले पनि थाक्नुहुन्न नि, त्यसै गरी हामी मण्डली पनि कहिले थाक्नुहुन्न। परमेश्वरको राज्य खडा गर्न हामी पनि थाक्नुहुन्न, परमेश्वरको सुसमाचार सुनाउन हामी पनि थाक्नुहुन्न। हाम्रो शरीर शिथिल भए तापनि, हाम्रो शरीर थाके तापनि हाम्रो आत्मा पनि थाक्नुहुन्न। ख्रिस्ट आफैले भन्नुभएको छ शरीर त दुर्लभ छ तर आत्मा लेखेर तयार छ। बुझ्नुभयो नि, आज हाम्रो शरीरले नाइ हुन्न भन्छ तर आत्माले होइन यस आई क्यान डु इट भनेर भन्नुपर्छ, म गर्न सक्छु ख्रिस्टको नाउँमा, मैले गर्नै पर्छ, मैले नगरे कसले गर्छ, एकजनाले गरेपछि अर्कोले गर्छ, अर्कोले गर्छ, एकजना नगरे कसले पनि गर्दैन। त्यसले गर्दा मैले गर्दा भन्ने पहिला आफूले गर्नुपर्छ अनि मात्र अरूले गर्छ। सुसमाचार भन्ने कुरा पनि त्यो, मैले सुरु गरेन अर्कोले गर्छ, मैले गरेन अर्कोले गरेन। त्यसमा मैले एकजनालाई गर भन्ने कारण त्यो हो। समूहमा गर्नु जसले पनि सक्छ, समूहमा गर्छु भन्नु जसले पनि आँट आउँछ, अब एक्लै गरेर देखाओस् त होइन, त्यसको ठुलो इनाम हुनेछ। बुझ्नु नि, एक्लै गर्नु चाहिँ ठुलो कुरा हो त्यो होइन। पहिला आफूले गर्नुहोस् अनि त्यसपछि अर्कोले गर्छ, त्यसपछि अर्कोले गर्छ झन् सहिलो हुन्छ। त्यही भएर पहिला समूहमा गरौँ भन्ने कुरा कहिले पनि नगरौँ। मौका पाएसँग सुसमाचार सुनौँ, मौका पाएसँग प्रभुको बारेमा भनौँ। बुझ्नुभयो भने यहाँ तपाईँले हेर्नुहोस्, यहाँ एक मण्डली यस्ता सक्रिय सदस्यहरू थियो, यहाँ त्यस्तो भनौँ एकदम बहादुर सिपाहीहरू थियो होइन, आत्मिक बहादुर सिपाही थियो हामी देख्न सक्छौँ। 3 पदमा यहाँ भन्छ, म जान्दछु तिमीहरूले धैर्यपूर्वक सहेका छौ र मेरो नाउँको खातिर कष्ट भोगेका छौ अनि तिमीहरू थकित भएका छैनौ। हेर्नुहोस् त ख्रिस्टले कस्तो भन्छ, अझ पनि मेरो नाउँमा तिमीहरू थाकेका छैनौ भन्छ। अब यो पदले हेर्दै गर्दा हामीलाई के कुराको याद दिलाउँछ भन्दाखेरि एफिसको मण्डली एकदम धैर्यवान मण्डली थियो, प्रतीक्षा गर्ने, परमेश्वरको समयलाई कुर्ने मण्डली, धैर्य, पवित्र आत्माको फल फलाउने, धैर्यताको फल फलाउने मण्डली थियो भनेर हामी देख्न सक्छौँ। यिनीहरू एकदम समस्यामा एकदम सताएको मण्डली थियो, एकदम कष्ट, एकदम पीडा, एकदम दुःख, त्यो अवस्था हेर्दै गर्दा पनि त्यो आँखाबाट आँसु चुहिने खालको हृदय छिया हुने, मुटु नै फुट्ला जस्तो अवस्था हामी देख्न सक्छौँ यो मण्डली गरेर हेर्नुहुन्छ भने। तर पनि तिनीहरू के भयो त, जसरी येशू ख्रिस्ट कष्टमा सताइनु भयो, पीडा भोग्नु भयो, उहाँ
धैर्य गर्नुभयो। यो मण्डली पनि त्यही पाठ सिकेको थियो। क्रिस्टले जसरी दुःख कष्ट आउने बेला पनि कसैलाई गाली गरेर कसैलाई पनि नराम्रो भनेन, तर के गर्नु उहाँ एकदम सङ्कटको सामना गरेर पनि उहाँ क्रुसमा जान तयार हुनुभयो। यो मण्डलीले पनि त्यही पाठ सिकेका थियौँ। हामी कसैलाई केही भन्ने छैनौँ, हामी धैर्य धारण गर्नेछौँ, हामी परमेश्वरले जस्तै काम गर्नेछौँ अनि हाम्रो मण्डलीलाई के हुन्छ हामी सामना गर्नेछौँ। संसारको हरेक समस्याको समाधान हामी गर्नेछौँ भन्ने कुरामा यिनीहरू लागि परे। आज इसाईहरूले पनि गर्नुपर्ने काम थियो। आज उनीहरू जाइरहेको पनि जाइरहेको काम हुँदैन है, किन त्यहाँ झगडा हुन सक्छ। उनीहरूले हमला गरेर आज हामी प्रार्थना गर्ने व्यक्ति हुनुपर्छ। आज हामी उपवास बस्ने व्यक्ति हुनुपर्छ। परमेश्वरलाई भन्नुपर्छ न्याय यदि परमेश्वरको हो, हाम्रो होइन है। यो कुरा बुझ्नुहोस्। परमेश्वरले भन्नुहुन्छ व्यवस्थाको पुस्तकमा 30 देखि 32 अध्यायमा हेर्नुहुन्छ भने बदला लिने काम चाहिँ मेरो हो, बदला तिर्ने काम होइन। बदला लिने काम चाहिँ मेरो हो, म ठिक समयमा बदला लिनेछु। तिनीहरूको घमण्ड आउने बित्तिकै पतन हुने बित्तिकै म बदला लिनेछु, त्यसको दाहिने हात वा खुट्टा म चिप्लाइदिनेछु। पृथ्वीले देख्नेछ बक्को हो भन्ने कुरा बुझ्यो नि। आज तेरो हाम्रो काम चाहिँ के हो? क्रिस्टको बाटो हेर्ने हो, धैर्य धारण गर्ने हो, परमेश्वरको वचन अनुसार प्रतीक्षा गर्ने हो, प्रभुको जीवन होइन वचन अनुसार प्रार्थनामा रहने हो, प्रभुलाई पुकार्ने, प्रभुलाई हेर्ने अनि प्रभुको काम गरिराख्ने व्यक्तिहरू हामी हुन पर्ने हामी देख्न सक्छौँ। अनि यहाँ भन्नु छ हेर्नुहोस् त, अब किन उनीहरूको जीवनमा समस्या आयो भन्दा उनीहरू के हुन्छ क्रिस्टको निम्ति जिउन तयार भए। आज तपाईँ र म पनि क्रिस्टको निम्ति जिउन तयार हुन्छ भने 100% बाइबलले के भन्छ भने हाम्रो जीवनमा सताउट आउँदैछ। बुझ्नु नि, बाइबलले के कुरा भन्छ? भक्तिमय जीवन जिउने चाहना गर्नेको जीवनमा के भन्छ? सताउट आउँदैछ, धन आउने छैन। बुझ्नुभयो नि, सम्पत्ति आउने छैन भन्ने कुरा भनेको छ। तपाईँ त्यो हेर्नुहुन्छ भने त्यहाँ के छ? सताउट आउँदैछ। त्यही सताउटमा स्थिति बस्नुभयो भने मलाई थाहा छैन परमेश्वर तपाईँलाई भविष्य धन पनि दिन सक्नुहुन्छ, तपाईँलाई मान मर्यादा पनि दिन सक्नुहुन्छ। बुझ्नुभयो है। त्यो हामी सम्पन्नवादको शिक्षामा जानेछौँ है। कृष्ण कार पाउनेछ, ओहो ठुलो गाडी पाउनेछ भन्नेवाला छैन। कृष्ण पाउने व्यक्तिहरूले दुःख पाउनेछ, कष्ट पाउँछ, पीडा पाउनेछ, तर के को लागि भन्दाखेरि इनाम जित्नको लागि। तपाईँको मुकुट र पुरस्कार के हुनेछ? स्वर्गमा सुरक्षित हुनेछ। बुझ्नुभयो नि। अहिले तपाईँले यहाँ कार नपाउनु होला, अहिले तपाईँले यहाँ खतरा कुरा नपाउनु होला, तर स्वर्गमा तपाईँले नसोचेका कहिले पनि कल्पना नगरेर त्यो कुरा तपाईँले पाउनुहुन्छ। त्यसको लागि चाहिँ हामी भागिने गर्ने व्यक्ति हुनुपर्छ, सहनशील व्यक्ति हुनुपर्छ, अरूलाई क्षमा दिने, अरूलाई अनुभव गर्ने, अरूलाई प्रभु वचनमा दौडाउने व्यक्ति हामी वचन काम देख्न सक्छौँ। यो समस्या भरि नै उनीहरू क्रिस्टमा के गरे त? सत्य साबित भएर जिए अरे। क्रिस्टको सम्झना गरेरै जीवन जिए भन्ने हामी देख्न सक्छौँ। अनि क्रिस्टबाट कहिले पनि तर्किने काम गरेन। हामीले के गर्छौँ? समस्या आउने बित्तिकै हामी क्रिस्टलाई छोड्न तयार छौँ, हामी क्रिस्टबाट भाग्न तयार छौँ। हामी तालपर्ने मण्डलीले समस्या आयो भने मण्डलीबाट भागिन्छौँ। मण्डलीमा भाग्ने होइन, क्रिस्टमा भाग्ने होइन। हाम्रो जीवन कहिले पनि क्रिस्टबाट भाग्ने काम नगर्नु। तपाईँलाई लाग्ला हो म त मण्डली छोडेको छु, ओ म त क्रिस्टबाट भागेको छु, परमेश्वरले भन्ने हुन्छ न्यायको दिन तैँले देखलास भन्ने हुन्छ। मैले अघि नै भनिसकेँ, तपाईँले मण्डली छोड्नुभयो, मलाई थाहा छैन कसको कारणले, किन के कारणले, कसको गल्ती चाहिँ मलाई थाहा छैन, तर परमेश्वर जान्नुहुन्छ। व्यक्तिगत रूपमा मण्डलीलाई घाटा भए तापनि आत्मिक रूपमा कसलाई घाटा भइरहेछ? स्वयं आफैलाई हो। त्यो कुरा याद गर्नु। भोलि तपाईँको जीवनमा परीक्षा नआउला भन्न म सक्दिनँ होइन। भोलि तपाईँको जीवनमा कुनै रोग आउला भनेर म भन्न सक्दिनँ, वा कुनै पनि समस्या आउला म भन्न सक्दिनँ। अनि रातको समयमा तपाईँको अवस्था नाजुक होला म भन्न सक्दिनँ। चाहिनेको मण्डलीले हो। तपाईँलाई कुनै पनि संसारको मण्डली तपाईँलाई स्वीकार गर्नेवाला छैन। सबले सोध्ने छ त्यो वास्तविक मण्डली कुन हो, तपाईँलाई गएको मण्डली कुन हो। अनि तपाईँ त्यसलाई याद गर्नुपर्ने हुन्छ तपाईँको होइन अगुवाको कुरालाई। झन्झली त्यतिखेर तपाईँको आँखाबाट आँसु बाहेक केही पनि आउनेवाला छैन, किनकि समय ढिलो हुनेछ। त्यतिखेर तपाईँलाई भित्रबाट आत्मग्लानी हुनेछ, पश्चाताप जल्दी आउनेछ, तर तपाईँलाई धेरै गाह्रो हुनेछ। त्यस्ता कुरा नआओस् भन्न चाहनुहुन्छ भने जहाँ छौँ हामी, जुन अवस्थामा छौँ, क्रिस्टले नत्यागौँ। म भन्दिनँ हाम्रै मण्डली आउनुपर्छ भनेर, संसारको जुनै पनि मण्डलीमा जानुहोस्, तर क्रिस्टलाई नत्याग्नुहोस्। बुझ्नुभयो नि होइन। एपिसको मलाई सिकाएको कुरा पनि यो हो। समस्याहरू हामी भाग्नु भएन, क्रिस्टलाई त्याग्नु पनि भएन। कसैको कारणले गर्दा आफ्नो विश्वास नगुमाऊ यो भन्न चाहन्छु। कसैको कारणले गर्दा ऋषिको कारणले गर्दा आफूले पाएको मुक्तिलाई लात नहानु यो भन्न चाहन्छु। कसैको कारणले गर्दा कसैको दुश्मनी बोलेर चर्चलाई छोड्ने काम नगरौँ।
चौलाई छोडे पनि कृष्णको पनि नछोड्नुहोस्, यो मेरो बिन्ती छ है। बुझ्नुभयो? मेरै कारणले गर्दा वा कसै कारणले गर्दा तपाईँ चित्त दुखाएको छ भने होइन, कृष्णले नछोड्नुहोस्। कृष्णले तपाईँलाई कहिले पनि चित्त दुखाउने काम गर्दैन, कृष्णले कहिले पनि तपाईँको मनलाई पीडा ल्याउने काम गर्नुहुन्न, तर तपाईँलाई मलमपट्टि ल्याउने काम गर्नुहुन्छ। आमेन। तपाईँलाई निको पार्ने काम गर्नुहुन्छ कृष्णले। तपाईँको घाउलाई नुन छर्किने काम गर्नुहुन्न, तर घाउलाई राहत दिने औषधि उहाँले उत्पादन गर्नुहुन्छ। यो कुरा हामीले जरुरी बुझ्नुपर्छ। अनि यो मण्डलीले के सिकायो भने जस्तो समस्या पनि हामी क्रिस्ट जस्तै स्थिर रहनुपर्छ, क्रिस्ट जस्तै धेरै धारण गर्ने व्यक्ति हुनुपर्छ, क्रिस्टको प्रतीक्षामा फल फलाउने व्यक्ति हुनुपर्छ भनेर यहाँ सिकाएको हामी देख्न सक्छौँ। 4 पद है। तर तिम्रो विरुद्धमा मसित यो कुरा छ, तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। हेर्नुहोस् त 4 पदमा निष्कर्ष के भन्दैछ? के को कारणले यो भइरहेको छ त? पहिलो प्रेम त्यागेको कारणले गर्दा यो परिणाम आएको हो। अहिले मैले भने नि, मलाई थाहा छैन कस्तो कारणले तपाईँले मण्डली छोड्नुको, मलाई थाहा छैन। हाम्रा मण्डली छोडेको धेरै छ, मैले गऱ्यो भने धेरै मान्छेहरूको लिस्ट पनि पुग्न सक्छ। मलाई थाहा छैन किन छोड्नु भयो। मैले कतिलाई भेटेर होइन म माफी चाहन्छु पनि भने मान्छेले त्यो मतलब गरेन, थाहा छैन मलाई। किनकि कुनै पनि मण्डलीको अगत जन्मे त्यति माफी माग्दैन होला जुन माफी मैले मागेको छु, किनकि कृष्णले मलाई नम्र हुन सिकाउनु भएको छ। यो मेरो घमण्ड होइन, यो म आफूले आफूलाई ठुलो गर्न खोजेको होइन, कृष्णले यो कुरा सिकाउनु भएको छ। चाहे जोसुकैले गल्ती गरोस्, तर अगुवाले माफी माग्न तयार हुनैपर्छ होइन। आफ्नो विश्वासलाई बचाउने हो भने, आफ्नो भेडालाई सही तरिकाले बचाउन हुर्काउने हो भने मण्डलीको अगुवाले झुक्नै पर्छ, मण्डलीको अगुवाले चाहिँ क्षमा माग्नै पर्छ। मैले धेरै बेला भने थाहा छैन उहाँहरू कुन हिसाबले जानुभयो, कुन हिसाबले कता लग्ने मलाई थाहा छैन, तर परमेश्वरले भनेर हुन्छ मण्डली त्यागे तापनि, त्यो गुरुलाई त्यागे तापनि कृष्णको रूपमा त्याग्नुहोस्। कृष्ण त्याग्नु भने मुक्ति गयो, कृष्ण त्याग्नु भने स्वर्ग बन्द, नर्कको ढोका खुल्ला। कृष्ण त्याग्यो भने के हुन्छ? अनन्त जीवन सधैँको लागि रद्द। यो कुरालाई याद गर्नुहोस्। घमण्ड र अहम भन्ने कुरा भनौँ न, उमेर हुँदा आफूसँग बल हुँदा पैसा हुँदा शक्ति हुँदा छँदैछ, तर आफू जब भनौँ न तब आफू खस्किन्छ नि, आफूसँग के हुँदैन नि, त्यतिखेर घमण्डले तपाईँलाई के गर्नेछ? देखाउनेछ होइन। तपाईँको घमण्डले तपाईँलाई के छ? परिणाम देखाउनेछ। त्यसपछि तपाईँलाई सहारा चाहिन्छ, तपाईँलाई सहायता चाहिन्छ, कसैले पनि गर्नेवाला छैन। तपाईँलाई झल्दै याद आउनेछ पहिलाको त्यो मण्डली मैले नत्याएको भए, त्यो पहिलाको मण्डलीमा नगएको भए आज मेरो अवस्था यस्तो हुने थिएन। बुझ्नुभयो नि? कतिजनाले सुन्दै गरेर हाँस्नु भयो होला, मलाई थाहा छैन। कतिजनाले भन्यो होला भनेर मलाई थाहा छैन। प्रभुले यो कुराको बुद्धि तपाईँलाई दिनुभएको छ होइन। प्रभुले तपाईँको दिमागको बिर्को दिनुभएको छ ताकि तपाईँले कुरा बुझेर पछि यस्ता समस्याहरूमा चाहिँ सामना होइन के जस्तो झेल्नु नपरेको होस्। कोही भाइहरूले भन्छ रविदाले भनेको कुराहरू ठ्याक्कै हुन्छ, अगमवक्तै हो कि क्या भन्छ मलाई कतिजनाले। म अगमवक्ता भनेर घमण्ड गर्दैन र म अगमवक्ता पनि होइन, म परमेश्वरको वचन सिकाउने एउटा गोठाला मात्रै हो है। कति प्रकारले भन्ने कुरा मान्छेले मान्दैन, मान्छेको जीवनमा आइपर्छ। अनि उनीहरूले भन्छ अहिले भर्खर भन्नुभएको चाहिँ दाइले बोडी छ भन्ने कुरा मैले याद गर्छ, किनकि जिब्रोमा के हुनेछ? बोलीको शक्ति हुनेछ। त्यो मन लाएर मनलाई त्यही जिब्रोमा नबोल्नुहोस्। कति प्रकार म भन्छु चेप मनलाई त्यो नबोल्नु होइन, कहिले कुरा हुनसक्छ। दोष कसलाई हो? आफैलाई हो, परमेश्वरबाट होइन। यो कुरा बुझ्नुपर्छ। 4 पद तपाईँले हेर्नुहुन्छ भने मण्डलीले जे गरे ठिक गरिरहेका थिए, तिनीहरूले आफ्नो शिक्षामा एकदम होसियारी थिए। अनि तिनीहरूले जुन कुरा गलत छ, जुन कुरा चाहिँ भनौँ न शक्ति छैन, त्यो कुरालाई उनीहरूले कहिले पनि विश्वास गर्दैन थियो। एक किसिमको मण्डली त्यस्तो मण्डल थियो, उनीहरूले गरेको कुरा सबै कुरा ठिक थियो, तर एउटा कुरा चाहिँ पर्याप्त थिएन। के हो थाहा छ? एकदम महत्त्वपूर्ण कुरा चाहिँ के रहेछ भन्दाखेरि उनीहरू इसाई भएर प्रेम त गरे, तर परमेश्वरले प्रेम गर्न सकेन। त्यस्तो पनि हुँदो रहेछ। तपाईँले परमेश्वरले त प्रेम गर्नुभयो, तर आफ्नो मानिसले प्रेम गर्नु भएन, त्यो पनि के हो? एउटा कुरा अपुरो भयो। तपाईँले मण्डलीमा सबैलाई प्रेम गर्नुभयो, तर परमेश्वरलाई प्रेम गर्नु भएन, त्यो पनि खत्तम। तपाईँले परमेश्वरलाई प्रेम गर्नुभयो, विश्वासलाई प्रेम गर्नु भएन, त्यो खत्तम। धेरै गाह्रो छ। इसाई जीवन भनेको एकदम गाह्रो जीवन हो भनेर भन्छु नि म। सहजको जीवन भनेको कठिनको जीवन हो इसाई जीवन भनेको है। आज यहाँ इसाई जीवन एकदम सजिलो भयो है। अहिले 90% बढी मानिसहरू इसाई भएको छ। तपाईँले हेर्नुहुन्छ भने यहाँ के भन्दछ? उनीहरूले कस्तो खालको प्रेम गर्थ्यो भने देखावटी प्रेम गर्दथ्यो। जब उनीहरू भर्खरै विश्वासी भएको थियो नि, त्यस्तो प्रेम, प्रभु म तपाईँको लागि जे पनि गर्न तयार छु, अरूले मलाई गोली हानेको म थाप्न तयार छु भन्ने विषयहरू पनि पछि गएर फर्किने खालका थिए। के भन्दैछ यहाँ?
तपाईँले मैले टोलले पाएको दिन हामी कति धेरै बलियो हुन्छौँ नि, तपाईँहरूमा कति धेरै खडा हुन्छ, तपाईँमा कति धेरै परिपक्व हुन्छ, तपाईँमा कति धेरै वृद्धि हुन्छ। पछि हामी बिस्तारै बिस्तारै सेलाउँछ हो त्यो सेलाउने व्यक्तिलाई भन्दैछ यहाँ तिमीले क्रिसको पहिलो दिन त्यागेका छौ। तिमीले जब क्रिसलाई नचिन्दै गर्दा तिमी ठिक थियौ, क्रिसलाई चिनेपछि तिमी बेठिक भएको छौ। कसरी भन्दा तिमीले क्रिसलाई चिन्ने बेला तिमी यति धेरै प्रभाव अगाडि बढेको थियौ, यति धेरै तिमीमा आत्मा जितेको थियो, तिमी यति धेरै साहस ओहो तिम्रो चर्चा गरेर पनि थाकिदिनु होला मान्छेले, ओहो कति चर्चा गरेको थियो। तर आज हेर तिम्रो जीवनमा ठुक्न तयार छ भन्दैछ। यी व्यक्तिले के गरे, पहिला क्रिसलाई चिन्दाखेरि एकदम खतरा, अब क्रिसलाई चिन्न सेलाएको छ, यस्तो नहोस् भनेको छ। तेरो पहिलो प्रेमलाई याद गर भन्ने काम थियो। हिजोको दिनमा तिमी कस्तो थियौ र क्रिसलाई पाउन कस्तो भयो, पहिलो क्रिसलाई पाउँदै गर्दाको अनुभव र अहिलेको अनुभवलाई यहाँ पहिलेको अनुभव र बाँच्नुको अनुभव पनि के हुनु पऱ्यो, सेम हुनु पऱ्यो भन्ने छ। तपाईँ र मैले भनौँ न 2069 प्रोग्राम चिने भने 69 कस्तो थिएँ र म भनौँ न मानव 70-80 वर्ष बाँचेको 80 वर्ष उमेरमा म कस्तो हुन्छु एउटै हुनुपर्छ भन्ने छ। त्यो क्रिसको प्रेमलाई पनि नत्याग्नुहोस् भन्ने छ। कतिपटक मण्डली ओहो मैले सत्य वचन सिकाएको छु, मेरो मण्डलीको वचन चाहिँ यस्तो खतरा छ भनेर घमण्ड गर्नुहुन्छ भने क्रिसको प्रेममा त्याग्नु भएको छ भने त्यो चाहिँ खत्तम। जति नै राम्रो भाषण गरौँ न, प्रेम छैन कामै छैन भन्छ होइन। घन्टा बच्चाले झ्याङे जस्तै हो, घन्टी जस्तै हो। त्यो घन्टीले मान्छेले डिस्टर्ब भए के पनि गर्दैन। त्यो घन्टीले मान्छेले के गर्दछ, शान्तसँग बस्छ, तिनीहरू ट्याङ 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 टुङ टुङ ट्याङ ट्याङ टुङ टुङ मात्रै गरे गर्छ। बुझ्नु नि, तपाईँले यहाँ हेर्नुहुन्छ भने पहिला जस्तै उनीहरूको प्रेम पनि सेलाइसकेको छ। पहिला त ओहो आउनुहोस् न मण्डली आउनुहोस् न भन्दै हातमा समात्दै भनौँ न एउटा सानो बालबालिकालाई होइन बुवा आमाले गोडा हिँडे जस्तै गर्थ्यो। अब के हो, ला पुगिहाल्यो नि भनेर छोडिदिने अनि आफै मात्रै आउने, त्यो कुरा पनि यहाँ भन्दैछ। मण्डलीको अवस्था हेर्नुहोस् है। त्यही भएर बाइबलले के भन्छ, अन्त्यका दिनमा मण्डलीले प्रेम सेलाइरहेछ, सेलाउँछ भन्ने कारण त्यो हो। हामी पहिला जति एक्टिभ थियो, जति सक्रिय थियो, अहिले छैन। हामीलाई मतलब छैन पुगाएको आफू आए मात्रै पुग्यो। तर यहाँ के भन्दैछ, आफू मात्रै आएर हुँदैन, अरूले पनि मण्डली ल्याउनुपर्छ। आफू मात्रै बाँचेर भएर अरूले पनि बचाउनु पर्छ भनेर यहाँ भनेको हामी देख्न सक्छौँ। तपाईँले हेर्नुहुन्छ है। अनि अरू कुरा के भन्छ भन्दाखेरि अब यहाँ तातो कुरा पनि यिनीहरूले के छ, चिसो भएको छ। पहिला पनि तातो व्यक्ति थियो अरे, अहिले के भयो एकदम सेलाएको छ अरे। अनि हामी त्यस्तो कहिले पनि नखाउँ भनेर भनेको हामी देख्न सक्छौँ। त्यो 4 पदले भन्न खोजेको के छ कि तर तिम्रो विरुद्धमा मसित यो कुरा छ कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। क्रिसले प्रेम गर्नु भएकाले गर्दा हामीले प्रेम गरेका हौँ। हामीले प्रेम गरेर क्रिसलाई प्रेम गर्नु भएको हो है। तपाईँले योनाको पुस्तक भरि योनामा हेर्छ प्रेमको बारेमा त्यहाँ लेख्न सक्नुहुन्छ। पहिलो के गर्दा पनि प्रेमको बारे छ। विश्वास आशा प्रेम सबैभन्दा सर्वोत्कृष्ट के हो त, के भन्छ, विश्वास आशा प्रेममा सबभन्दा सर्वोत्कृष्ट के भन्छ, पहिलो नीतिमा प्रेम भनेको छैन छ। तपाईँसँग वर्णन पढ्नै होला, तर तपाईँले घमण्ड साथ वर्णन प्रयोग गर्नु पनि काम छैन भन्छ। तपाईँसँग वर्णन थोरै होला, तर तपाईँ प्रेमसहित त्यो वर्णनलाई खर्च गर्नु भने त्यो प्रेमले जित्छ भनेर हामी थाहा गर्न सक्छौँ। के फिलिपिन पदमा के भन्छ, तिमीहरूमा यस्तो मन होस् जो क्रिस्टमा पनि थियो भनेर भन्छ। अनि यहाँ पहिलो प्रेम भनेको क्रिस्ट हो। पहिलो प्रेम भनेकोले तपाईँ र मेरो बोयफ्रेन्ड गर्लफ्रेन्ड बुढा बुढी छोराछोरी चाहिँ कहिले पनि होइन। यो कुरालाई पनि बुझ्नुहोस्, किनकि क्रिस्टले हामीलाई के हुनुभएको छ, उसमा मर्नु तयार हुनुभएको छ। त्यसले यो कुराहरू कहिले पनि नबिर्सिनुहोस् है। बुझ्नुभयो नि, हाम्रो पहिलो प्रेम सधैँभरि के हुनुपर्छ, क्रिस्ट हुनुपर्छ। अनि बाँकी दोस्रो तेस्रो दिन जो पनि हुन सक्ला, तर पहिलो चाहिँ के हुनु पऱ्यो, जहिले पनि जिजस क्राइस्ट यीशु ख्रीष्ट हुनुपर्छ भनेर हामी देख्न सक्छौँ। तर तिम्रो विरुद्धमा मसित यो कुरा छ कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। यसकारण कहाँबाट तिमी खसेका छौ सो सम्झ, पश्चाताप गर, अनि तिमीले पहिले गरेको काम गर, न त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो समाधान त्यसको ठाउँबाट हटाउनेछु भन्छ। 5 हेर्नुहोस् त, पहिलो प्रेम त्याग गर्ने गर्दा के भन्छ, अब कारण दिँदैछ के गर हेर्नुहोस् त, खसेका छौ तिमी किन यस्तो भयो, पहिला हेरेर त्यो रामी कस्तो विश्वासमा बलिएको थियो, अहिले हेरेर त्यो रामी खत्तम छ भन्ने भन्छ। त्यो रामी के भने तिमी खत्तम छैनौ रामी, तर तिमी पहिलाकै रामी हुनुपर्छ, जाऊ फर्केर हेर। पहिला प्रभुलाई पाउनै गर्दा तिमी कुन रामी थियो र अहिले कुन रामी भएको छ मान्छेले देखेको। अब त्यो रामलाई भन्नु पर्यो, अहिलेको रामी अनि तिमी पहिलाको रामी हुनुपर्छ। तर रामी अब तिम्रो काम के हो, पश्चातापमा के कुरामा चुकेको छ पत्ता लगाएर रामी, के कुरामा त खस्किस त्यो कुरालाई ध्यान दे, के कुरामा त अल्झिस त्यो कुरालाई विचार गर, के कुरामा त भन्नु मण्डलीबाट टेटेको मैले हिँड्नुहोस् मण्डली आउनुहोस् त्यो कुरालाई विचार गर भनेर भन्नुपर्ने कुरा देख्न सक्छ। के कुरा भन्छ, यसकारण कहाँबाट तिमी खसेका छौ
होइन कहाँबाट गिरेका छौ, कहाँबाट पतन भयो, कहाँबाट तिमी हारेको जस्तो भयो, किलाचर भयो, तिमी कहाँबाट चाहिँ भनौँ न भातै नखा जस्तो, भनौँ न एक हिसाबले बलै नभए जस्तो, भनौँ न एक हिसाबले होइन त्यस्तो भएका छौ भनेर यहाँ भनेको हामी देख्न सक्छौँ। सो सम्झ अब के छ सम्झना गर, तिम्रो पतनको दिन कहाँबाट आयो, तिमी किन यस्तो खत्तम भयो, तिमी किन यस्तो लाज भयो, तिमी किन केही गर्नुपर्छ यस्तो भयो, त्यो कुरालाई याद गर भन्दैछ। र अब के हो त पश्चाताप गर। पश्चातापले के गर्छ जीवन दिन्छ भन्छ। घमण्ड अभिमान अहंकार क्रोध रिस राग डहाले पनि जीवन दिँदैन अरे, तर पश्चातापले जीवन दिन्छ। पश्चाताप भनेको चाहिँ युटर्न भन्ने छ। पहिला गरिरहेको त्यो कुरालाई छोडेर ठ्याक्कै त्यो बाटो छोडेर अर्को बाटोतिर लग्ने पश्चाताप भन्छ। अनि सुरु समाचार भनेको चाहिँ पश्चातापबाट सुरु हुन्छ भन्छ। वैष्णवले उनीहरूको भन्छ सिकाउने कुरै त्यो हो। वैष्णवले के पश्चाताप गर भने सुसमाचार पश्चाताप गर भनेको छ। पश्चाताप गर अनि मात्र स्वर्गको राज्यतिर नजिक छ, अनि मात्र के छ सुसमाचार पाउन सक्छ भनेको छ। पश्चाताप गर समय सुमधुर फल फला भन्ने भनेको छ। जहिले पनि सुसमाचार भनेको चाहिँ पश्चातापबाट सुरु हुन्छ भनेको छ। रिपेन्ट भन्छ होइन, रिपेन्ट योर सेल्फ भन्छ, रिपेन्ट फ्रम सिन भन्छ। बुझ्नु भने त्यहाँबाट के यता पाप गरेर चाहिँ यो नगरिकन संलग्न जाने त्यतिले युटर्न भनेर भन्दछ। अनि तपाईँले अनि तिमीले पहिले गरेको काम गर। अब के हो त पहिला जस्तै काम गर, विश्वासमा लागिरह, आशामा जिरह, परमेश्वरको काम गरिरह, अल्छी नगर भनेको छ। बुझ्नुभयो नि, अल्छी नगर भनेको ढाकचोक नगर, झुट बोल्ने काम नगर, ठग्ने काम नगर भनेर हामी देख्न सक्छौँ। न त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो समाधान दिएको ठाउँबाट हराउनेछु। के भनेछ थाहा छ, याद गर्नुहोस् त। न त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो के गर्नेछु समाधान भएको मण्डली त्यस ठाउँबाट हटाउनेछु। त्यसपछि तिमीले शिक्षा मरिँदै पाउने छैनौ, त्यसपछि तिमी दुःखको ज्योति हुने छैनौ, त्यसपछि तिमी परमेश्वरबाट टाढिने छौ। त्यसपछि तिम्रो जीवनमा के आउनेछ थाहा छ, समस्या समस्या समस्या। क्रिस पनि छैन, समस्या समस्या। अब कहाँ जानुपर्ने हुन्छ, मण्डली पनि छैन, कहाँ जानुपर्ने हुन्छ अब नर्गमा। बुझ्नु नि पहिलो प्रेम त्याग्नुको परिणाम के हुँदो रहेछ त। भ्यालेन्टाइन भने चर्च नआउने अनि संसारतिर गयो भने अब के होला, यस्तै हुन्छ होइन। भ्यालेन्टाइन डे भन्दै चर्च नआउने अनि संसारतिर अरूसँग रुमल्ने अनि संसारतिरै फस्यो भने यस्तै हुन्छ होला। यहाँ समाधान भनेको मण्डली भनेको तपाईँ देख्नु होला। म मण्डलीलाई हटाइदिँदैछु। मण्डली नभए कहाँ हुन्छ, कहाँबाट सेवा पाउँछ, कहाँबाट सङ्गति पाउँछ, कहाँबाट बाहिर लगिन्छ, कहाँबाट प्रार्थना कुरा जान्छ, कहाँबाट उपवासको बारेमा जोडिन्छ, कहाँबाट सुसमाचार हुन्छ, कहाँबाट प्रभुको राज्यको प्रीति हुन्छ भनेर देखेको छ। मण्डली के हो, परमेश्वरको होइन वचन सिकाउने ठाउँ हो। मण्डली भनेको 3 तला 4 तलाको भवन होइन। छाप्रो पनि मण्डली हो, पाल ताँगेर सङ्गति गर्छ त्यो पनि मण्डली हो, कोठामा गर्छ त्यो पनि मण्डली हो। हामीले पहिला किचनबाट गरेछौँ, किचन पनि मण्डली हो। बुझ्नुभयो नि, हामीले छ्या छिची भन्ने बानी परेछ। हामीले ठुलो भवन देखिन्छ, फुल चुला बिजुहरूदेखि हामी मण्डली भन्छौँ। मण्डली भनेको त्यो हो। मण्डली भनेको तपाईँ र हाम्रो समूह नै मण्डली हो। तपाईँ हामी एक भएर परमेश्वरको महिमा गर्ने ठाउँ नै मण्डली हो। चाहे रोडमै बसेर किन एकछिन प्रार्थना नगरौँ, त्यहाँ बसेर किन परिचय गर्नु, त्यो पनि मण्डली हो। बुझ्नुभयो नि, मण्डली भनेको 4 तला 5 तला 1 तला भनौँ न त्यस्तो ठाउँ चाहिँ भन्ने होइन। त्यसले हामीलाई के हुनु मन लाग्छ, बिलियो हुन लाग्छ, हामीलाई अलिकति देखाउन मन लाग्छ अनि हामीले लोभी स्वभावबाट हामी मण्डली भनेर हामीले नाम गर्नु गयौँ। मण्डली भनेको त के छ, तपाईँ हाम्रो समूह क्रिस्टको होइन, कृष्ण प्रार्थीका समूहहरू, मुक्ति कुरा पाएका समूहहरू, तपाईँले मेरो शरीर र मण्डली भनेको त्यो कुरा हामीले जरुर बुझ्नुपर्छ। कतिपय मान्छेले नबुझेर के छ, त्यो मण्डली त बाजा गाने छैन म मण्डली जाने छैन, त्यो मण्डली त लाइटहरू छैन म मण्डली जाने छैन, त्यो मण्डलीमा त भगवानै राम्रो छैन म मण्डली जाने छैन भन्छ। मण्डली भनेको चाहिँ हामी भनेको नबिर्स, ढुङ्गा माटो होइन मण्डली, सिमन्टी रड होइन मण्डली। मण्डली भनेको चाहिँ क्रिस्टले होइन जीवन दिनुभएको मानिसहरूले म त्यही परमेश्वरलाई चिन्नुपर्छ, मैले परमेश्वर जानुपर्छ, मैले परमेश्वरको वचन जानुपर्छ, म परमेश्वर जस्तै हुन्छु, म परमेश्वरको वचन गाउन चाहन्छु, म चाहिँ मानिसहरूसँग भुलिन चाहन्छु, म परमेश्वरसँग सिक्न चाहन्छु भने त्यो चाहिँ मण्डली हो। तेरो परमेश्वरले पत्रुसलाई के भन्दा यसुलाई नरकका ढोकाले तपाईँ बिजी हुनेछ, म तँमाथि मण्डली स्थापित गर्नेछु भनेर भनेको छ। तेरो शरीरमाथि म मण्डली स्थापित गर्छु भने पत्रुसलाई गाडेर त्यहाँ मण्डली स्थापित गर्छु भने होइन, पछि तेरो शरीर जस्तै गरी म अरूलाई पनि के हुन्छु मण्डली बनाउनेछु भने आउँथ्यो। तपाईँले हेर्नुहुन्छ भने है, अनि यहाँ कुनै ठाउँ अनि कुनै पनि यहाँ सीमा तोकेको छैन मण्डलीको लागि।
जहाँ तपाईँ बसेर परमेश्वरलाई उचाल्नुहुन्छ त्यो ठाउँमा के छ मण्डली खडा हुनेछ। तपाईँ र म भनेको के हुन्छ मण्डली हुन्छ। मण्डली भनेको हामी हो। म कहिले पनि मण्डली हुन सक्दैन। मबाट हामी भएपछि मण्डली हुन्छ। त्यो एउटा उत्पत्तिको पुस्तक प्रकाश पुस्तक भन्छ पिता परमेश्वर पुत्र परमेश्वर पवित्र आत्मा परमेश्वर किन भन्नुहुन्छ? सङ्गतिको लागि हो नि त, सङ्गत गर्नुको लागि हो नि त। तीनजनाको आवश्यक छ नि त्यहाँ। 2 वा 3 जना मेरो नाउँमा भेला हुन्छ भने चाहिँ के हुन्छ म तिम्रो बिचमा हुँदैछु भनेको। त्यो चाहिँ कुनै पनि कुराको समस्यामा सुल्झाउँछौँ, समस्याको समाधान गर्छौँ। अब हो हामी सहमति छौँ, हामी यो कुरामा साक्षी छौँ, हामी गवाई दिन तयार छौँ, जस्तो सुकै अवस्थामा पनि अब हामी आएर चुक्ने छैनौँ भने त्यहाँदेखि के छौँ म छु भनेर खोइजा त्यतिखेर चाहिँ मण्डली भनेर हो। तर मान्छेले के 2 वा 3 जना भेला भने त्यो मण्डली भनेर लागेको छ। त्यो पनि गलत कुरा हो। त्यहाँ चाहिँ सन्दर्भ के छ त? त्यहाँ चाहिँ झगडा गरेको सन्दर्भ छ, पार गरेको सन्दर्भ छ। भनेको मानेन भने के गर्छ रे? एकजनाको सन्दर्भ मानेन, 2 जनाको सन्दर्भ मानेन, 3 जनाको मानेन, त्यसपछि मण्डलीको सबै गरेर सन्दर्भ त्यसपछि मान्न बेर लाग्छ। अनि मान्यो भने के हुन्छ हो अब चाहिँ हामी कहिले पनि झगडा गरेन, अब हामी कहिले पनि पाप गरेन, अब हामी मण्डलीमा नचाहिने काम गरेन, अब हामी यस्तो के पनि गरेनौँ भनेर सहमति भइसक्यो। के हो 2 वा 3 जनाको सहमति बिचमा पर्छ। मेरो साक्षी पनि तिमीहरूसँग छ है, मेरो पक्ष पनि तिमीहरूसँग छ है भनेर त्यो चाहिँ मण्डली भने तपाईँले हेर्नुहुन्छ है। अनि यो कुरा पनि हामी बुझ्नुपर्छ। यहाँ 4 पदले भन्छ जस्तो तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। त्यो त के हो? फसेको कुरालाई सम्झना गर भन्छ, पश्चाताप गर भन्छ। अनि तिमीले पहिले काम जे गरेको छौ त्यसलाई के गर त गर, नत्र भने म फेर्छु आएर तिम्रो समाधान त्यसको ठाउँबाट हटाउनेछु भन्छ। बुझ्नुभयो नि? उनीहरूको जुन पहिलेको प्रेम थियो त्यो पहिला त्यस्तो बलियो थिएन अरे। ग्रिकमा के भन्छ भने तिमी त खसिसकेका छौ भनेर भन्छ। तिम्रो माथिबाट तिमी खस्या जस्तै हो भन्छ। माथिबाट नै एकदम तल त्यो भनौँ न वर्णनै गर्न हामी यहाँ शब्द पनि त्यो मन नपर्ने यस्तो ठाउँमा तिमी खसेको छौ भनेर कुरा हामी लेख्न सक्छौँ। त्यो परमेश्वरले भन्दै हुन्छ तिमीले अब के त सम्झना गर, प्रेममा तिमी के त त्यसको प्रेममा लुटुपुटु हो भनेर हामी देख्न सक्छौँ। अब उनीहरू फर्कनु पर्छ। उनीहरू पहिला जे गरेको थियो सक्रिय हुनुपर्छ। अनि त्यसपछि के हुन्छ उनीहरूको जीवनमा प्रेम देख्नेछ। अनि त्यो प्रेमले क्रिस्टमा जिउने आधार हुँदैछ। अनि त्यसपछि उनीहरूले के भन्छ यो प्रेमको कारण अब हामी एक अर्कामा के हुन्छ फेरि कार्य गर्नेछौँ भनेर हामी देख्न सक्छौँ। अनि तिनीहरूको प्रेमले के गरेछ थाहा छ? तिनीहरूको प्रेमले अब कार्यमा देखाउनेछ। तपाईँले कार्य गर्नुभयो तर प्रेम छैन भने अर्थ छैन। तपाईँको काम सँगसँगै के हुनु पऱ्यो? प्रेम पनि हुनु पऱ्यो। काम र प्रेम मिल्यो भने अर्थ लाग्छ। काम मात्रै भने अर्थ लाग्दैन। प्रेम मात्रै भने अर्थ लाग्दैन। काम पनि हुनु पर्यो। प्रेम र काम मिल्नुपर्छ, काम र प्रेम मिल्नुपर्छ, अनि मात्र अर्थ लाग्छ। त्यही कारण परमेश्वरले चेतावनी दिनुभएको छ पश्चाताप गर। जुन मण्डलीले पश्चाताप गर्दैन नि त्यो मण्डली सकियो रे। याद गर्नुहोस् है। इफ दे डु नट रिपेन्ट द्याट चर्च विल एन्ड भनेछ। यदि कुनै पनि मण्डलीले पश्चाताप गरेन भने त्यो मण्डली सकियो रे। त्यो कहिले काहीँ पश्चाताप गर्ने गरौँ है। त्यो भोजनमा पश्चाताप बनाउन लाउँछु नि त। किनकि मण्डली नसकोस् भने परमेश्वरको चाहना, हाम्रो चाहना के हुनुपर्छ? अब यसोले भन्नुहुन्छ म आउनेछु र म के समाधान हटाइदिनेछु। अब हामीले यसो एबिसीको मण्डलमा सबै कुरा ठिक छ, राम्रो कुरा छ, बुझ्नुभयो नि? तर तिनीहरूले के हुनाएछ? महत्त्वपूर्ण कुरा प्रेम हुनाएको रहेछ। अब प्रेम भनेको चाहिँ असल कार्य भन्दा पनि प्रेम एकदम महत्त्वपूर्ण कुरा हो। असल कार्यले भन्दा पनि प्रेम मिलेर मान्छेलाई जित्छ। अनि प्रेमले के गर्छ थाहा छ? असल कार्यहरू चाहिँ उत्पादन गर्छ। कार्यले चाहिँ मान्छेलाई फल फलाउन सक्दैन, तर प्रेमले चाहिँ फल फलाउन सक्छ। त्यसले काम सँगसँगै प्रेम पनि खनाउनु हुन्छ भने के हुन्छ? यसले फल फलाउँछ। ओहो भन्ने काममा लाउने लाभ पढायो भने भोलि काममा आउँछ मान्छे आउँदैन। काम लाउनुहोस्, मिठा चिजले कुरा गर्नुहोस्, अलिकति चिसो अलिकति खानेकुरा दिनुहोस् न मान्छे ओहो त्यसको काममा त जानुपर्छ, कति राम्रो ओहो भनेर भन्छ आउँदैन। तपाईँले हामी केही कुरा देख्न सक्छौँ। छपटमा हेरौँ। तर तिमीहरू यो कुरा त छ कि तिमीले मैले जस्तै निकोलाइटसहरूको काम घृणा गर्छौ भन्छ। निकोलाइटस भनेको चाहिँ मान्छेलाई शोषण गर्ने सामग्रीहरू बारेमा भन्दैछ। नाइकी भन्ने सुन्नु भएको छ? नाइकी जुत्ता, नाइक हुन्छ नि, नाइक टी सर्ट, नाइक ज्याकेट सुन्नु भएको छ नि? यो यहाँबाट आएको ब्रान्ड हो भन्छ निकोलाइटस। अब यसको अर्थ बुझ्नुहुन्छ भने मलाई लाउनु मन लागेन। मैले प्रकाश पुस्तक पढ्दै गरेँ, कतिपल्ट त लाउन इन्कार गरेँ, तर के जहाँ चाहिँ छ्यापछ्यापिए पाउने आफूलाई मन पर्ने यही ब्रान्ड फेरि बल्यो होइन, यही राम्रो। तपाईँ हेर्नुहुन्छ अरे यो पढ्दै गर्दा ठिक लागेन, यसले अरूमाथि बिज्यो भनेर चाहने भनेर भन्ने कुरा हामी देख्न सक्छौँ।
5 मा तपाईँले हेर्नुहुन्छ भने यो निकोलाइटस भन्ने कुराको बारेमा हेर्नुहुन्छ भने मार्क 6 पदमा हेर्नुहुन्छ भने अब यसको बारेमा हामीलाई थाहा छैन, तर यो निकोलाइटस भन्ने इसाईको लागि ठिक होइन। हुन्छ नि प्रसाद खाने काम गर्छ यो निकोलाइटसहरू। अनि यिनीहरूको जुन छ यौनका कुरा चाहिँ अब इसाईलाई मन पर्दैन होइन, यिनीहरूले यो होइन व्यभिचार गर्नुपर्छ भने सिकाउने खालका व्यक्तिहरू यस्ता कुराहरू मन परेन भन्छ। अनि परमेश्वरले भन्नुहुन्छ म एपिसको मनलाई प्रेम गर्छु तर निकोलाइटसको शिक्षालाई चाहिँ म घृणा गर्छु। मलाई यो कुरा मन परेन भनेर परमेश्वरले भन्नु कुरा हामी देख्न सक्छौँ। अनि त्यही कारणले गर्दा निकोलाइटसले के भन्छ अब तँलाई प्रसाद पनि मन परेन, चढाइ कुरा पनि मन परेन, मलाई व्यभिचार यो पनि मन परेन भने हामी पनि तेरो मनलाई घृणा गर्छौँ भन्थ्यो निकोलाइटसले है। तपाईँले हेर्नुहुन्छ भने अनि यस्तो अनौठो संवाद खेल्यो। अब जहिले पनि इसाईले बुझ्नुपर्ने के कुरा भने जहिले पनि तपाईँका बाइबलको शिक्षकहरूले सिकाउँछ भने होसियार हुनुहोस् के सिकाउँदैछ भनेर आँखा चिम्लेर विचार गर्नुहोस् है। बाइबलको टिचरले सिकायो ओहो मैले त अब त सबै कुरा जान्छु भनेर आँखा चिम्लेर कहिले पनि सिक्ने काम नगर्नुहोस्, जहिले होसियार हुनुहोस् है। बुझ्नु नि कतिपल्ट हामीले प्रसाद खान मिल्छ भनेर सिकायो भने के होला। अब तपाईँ त भर्खर आँखा विश्वास हुन्छ खानुहुन्छ, अर्को तपाईँ कहाँ सिकाइरहेको थियो भने भोलिपल्ट तपाईँ के गर्नु पऱ्यो त्यो त झुटा शिक्षा रहेछ भनेर थाहा पाउनु पऱ्यो थाहा पाउनु पऱ्यो है। यो कुरा तपाईँले याद गर्नुहोस्। अनि त्यही कारणले गर्दा एपिसोडको मण्डलीले के गर्थ्यो जति पनि झुटा शिक्षाहरू थियो, जति पनि झुटा सिद्धान्तहरू थियो, जति पनि अभ्यासहरू थियो त्यो बेलालाई घृणा गर्ने काम गर्छ। त्यो परमेश्वरले भन्नुभएको छ म निकोलाइटसले के गर्छु घृणा गर्नेछु, निकोलाइटस कामलाई घृणा गर्नेछौँ। त्यो परमेश्वरले घृणा गर्नुहुन्छ भने हामीले पनि घृणा गर्नुपर्छ, परमेश्वरले प्रेम गर्नुहुन्छ भने हामीले पनि प्रेम गर्नुपर्छ भनेर देख्न सक्छौँ है। यो निकोलाइटसको अर्थ चाहिँ वान हु कन्क्युर भनेर भन्नुहोस् है, जसले एउटा के गर्छ अरूलाई चाहिँ विजय प्राप्त गर्न खोज्दछ भनेर हामी देख्न सक्छौँ है। तपाईँले निकोलाइटसको निको भनेको चाहिँ कन्क्युर विजय भन्दछ, जित्की भन्दछ। अनि यो लाइटेन्स भनेको चाहिँ मानिस भन्दछ, जसले मान्छेमाथि के गर्न चाहन्छ राज्य गर्न चाहन्छ। यस्ता व्यक्तिहरू निकोलाइटस हुन्। अनि नाइकी जुत्ताले अहिले पनि संसारमा हेर्नुहुन्छ भने नाइकीले होइन जुत्ताले सबैमाथि राज्य गरेको थियो एक समय। तपाईँले हेर्नुहुन्छ भने च्याप जता चाहिँ नाइकी भन्छ, अहिले अमेरिका ब्रान्ड हो भन्छ, अमेरिका ब्रान्ड भन्छ, यसले चाहिँ सबैमाथि राज्य गरेको थियो। अनि यसले कहाँबाट सुरुवात भन्दा निकोलाइटसहरूबाट सुरुवात भएर पाउँछ। अनि यो बुझ्ने बित्तिकै मलाई चाहिँ चित्तै बुझेन, अब मैले लाउने छैन भनेर मैले चाहिँ भनौँ न एउटा गीत आएको चाहिँ त्यो पनि मैले अरूलाई नै गीत पढाएको अब म त लाउने भयो। किनकि मैले के बुझेँ भन्दाखेरि यो अब परमेश्वरलाई मन नपर्ने खालको शिक्षा सिकाएको निकोलाइटसहरू रहेछन्, जसले प्रसाद पनि खानुहुन्छ भनेर सिकाएको छ, जसले देव कुरा खानुहुन्छ भने सिकाएको छ, व्यभिचार गर्नुपर्छ, यौनमा लिप्त हुनुपर्छ भनेर सिकाएको छ। यस्ता क्रान्ति लाउनुहुन्न भनेर के अरे हटाइदिए है। अनि कतिपल्ट चाहिँ हामीले बुझ्नुपर्छ, कतिपल्ट त हामीले अब भनौँ न सक्दैन होइन, परमेश्वरले हाम्रो सेवा गर्नुभएको। अनि कतिपल्ट चाहिँ हामीले के छौँ एकदम होसियार पनि हुनुपर्छ। अनि कतिपल्ट मेरो बानी के थियो अब त्यो मैले थाहा पाएँ अब त लाउँदिनँ भन्ने खालको थियो। अनि एउटा के भन्यो भने होइन एकदम यो रियलमा भएको कुरा बाघको टी सर्ट लगाइदिए अनि त्यसलाई बाघको टी सर्ट नला भनिसक्यो, रातिसम्म बाघलाई आक्रमण गरेछन्। अनि त्यसपछि उता रातभरि गाह्रो भयो, कलको पसिना आयो अनि डरै लाग्यो सुत्न मलाई। लास्टमा के भन्यो भने उसले दर्शन देखायो तैँले लाएको बाघको टी सर्ट खोलिस् भने त सुत्न सक्छस्, कहिले सक्दैन छोड्यो। त्यसपछि निकालेर च्यापेर फालेर आनन्दले सुतेर भन्थ्यो क्या। बुझ्नु नि साँच्चीले बुझ्नु नि है, यो हाम्रो साथीहरूले भनेको। अनि त्यसपछि चाहिँ हामीले लाउने कुराहरू एकदम होसियार। अनि म कति कुरामा लाउने जहिले पनि यस्तो लोगोहरू थियो, लोगो ठिक छ कि छैन भनेर कति कुरा होइन, लोगोले गर्दा यताउता गर्दाखेरि गाह्रो बुझ्नु नि। अनि कतिपल्ट पनि कठोर भयो। अनि कतिपल्ट फेरि बाइबल पढेँ यही कुरा त के अर्थै छैन, मतलबै छैन, अस्तित्व छैन भन्ने लाउँथ्यो। अनि कतिचोटि चाहिँ अब कमजोर विश्वास भनेर लाउनु डराउँथेँ, विश्वास बलियो भएपछि चाहिँ लाउँछु किनकि म डिफेन्ड गर्न सक्छु नि त। त्यसको अर्थ के हो मलाई यो मतलबै छैन, यो लाग्यो मलाई यसको अर्थै छैन के मेरो अर्थ त परमेश्वर छ भनेर मान्छु। कति कुरा हामी बुझ्नुपर्छ, लाउने नलाउने पनि त्यो आफ्नो फरक छ। तर भनौँ न अलिक त्यस्तो संसारले लाउने तर क्रिस्चियनलाई अपात चाहिँ छ भने त्यो नलाउने है। भनौँ न प्ले बाइकको साइन हुन्छ होइन, तपाईँले हेर्नु होला बाइक किनेर कति हुन्छ त्यस्तो छ नि त। एकचोटि एउटाले किनेछ ग्यासमा लगाएर दाइ यो त यस्तो छ क्या मेरो कारले भयो कारले होइन, के कारले भयो उसले थाहा पाएछ। अनि भाइ यस्तो लाउनु हुन्न दाइ मलाई थाहा छ त के हो किन्दा यही परिहाल्यो के गर्नु दाइ के गर्नु काटेर फाल्दै अब काटेर फाल्दै लगेको छ बुझ्नुभयो नि। अब त्यो अब के अरे त्यो अब हामीले त्यसमा पनि लुगा फालेर हुन्छ त भएन नि लुगा फाल्नु, किनभने अब आफ्नो इज्जत त जोगाउनु पऱ्यो। तँ हिँड्दा पनि त्यस्तै लाग्लास् भनेर भन्दै मैले
होइन, मान्छे होसियार त हुनु पर्यो। तपाईँ हेर्नुहुन्छ है, एक कुरा भन्नु बुझ्नुपर्छ। सात रूपमा भन्छ चाहिँ अब जसको कान छ त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीलाई के भन्नुहुन्छ, जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूपबाट खान दिनेछु भनेर भन्छ। आज सबैसँग कान छ, यसले के छ सुन्न पर्दछ। अब तपाईँले यहाँ फेरि आदम र हव्वाको बारेमा यहाँ घटना विवरण गरेको छ। आदम र हव्वाको कान थियो, सुन्यो भने तर केही गलत कुराहरू सुन्यो, नखा भनेको फल खायो। त्यसपछि उनीहरू के भयो थाहा छ? मरे होइन, उनीहरूको मृत्यु भयो। त्यसपछि संसारमा पाप आयो भनेर भन्दछ है। म यसको बारेमा छोटो भन्दैछु, सातपल्ट तपाईँले हेर्नु नि। परमप्रभुको आत्माले मण्डलीलाई के भन्नुहुन्छ त्यो कुरा हामीले सुन्नुपर्छ भन्छ। यदि एफिससको मण्डलीलाई मात्र होइन, हरेक मण्डलीको लागि चाहिँ परमेश्वरले भन्नुभएको कुरा हामीले सुन्नुपर्छ भनेर भन्दछ। अनि परमेश्वरले जसले विजय पाउनेछ त्यसलाई त म के भन्छु प्रतिज्ञा दिनेछु भन्ने कुरा यहाँ 7 पदमा भन्नुभएको छ है। तपाईँले हेर्छ नि। अनि त्यस्ता व्यक्तिले के गर्नु पर्यो? परमेश्वरमा आज्ञाकारी हुनु पर्यो। तिनीहरूले परमेश्वरमा के गर्नु पर्यो? परमेश्वरमा तिनीहरू आज्ञाकारी भएर जिउनु पर्यो, एफिसीको मण्डली जस्तै। अब यहाँ तपाईँले हेर्नुहोस्, यहाँ के भन्छ? जसले जित्छ त्यसलाई परमेश्वर स्वर्गलोकमा भएको जीवनको रूपबाट खान दिएको छ। जीवनको रूप भनेको चाहिँ उत्पत्तिमा परमेश्वरले फर्काएर लाँदै हुनुहुन्छ। पहिलो कुराले यहाँ गर्नुभयो। अब आदम र हव्वा कहाँ थियो त? अदमको बगैँचामा। अनि त्यहाँ अदमको बगैँचामा परमेश्वरले के ल्याउनु भएको थियो? जीवनको रूप ल्याउनु भएको थियो। अनि जब आदम र हव्वाले पाप गरे, परमेश्वरले के गर्नुभयो त? जीवनको रूपबाट खानलाई मनाइ गर्नुभयो, खान दिनु भएन। अनि तिनीहरूले खान्छ भनेर परमेश्वरले के गर्नुभयो? त्यहाँनिर बार लगाइदिनु भयो, सुरक्षा राख्नुभयो भनेर हामी देख्न सक्छौँ, ताकि त्यो फलबाट के गर्छ भने खान नसकोस् भनेर उत्पत्ति 3:24 भन्छ। हेर्नुहोस्, उत्पत्ति 3:24 के भन्दछ? उहाँले मान्छेलाई धपाइदिनु भएपछि जीवनको रूपतर्फको बाटो पहरा गर्नलाई उहाँले अदमको बगैँचाको पूर्वपट्टि गरुहरू र चारैतिर घुमिरहने ज्वालामय तर्फ राखिदिनु भयो भन्छ, खान नसकोस् भनेर। यदि उहाँले खान्छ भने के हुन्छ थाहा छ? सधैँभरि पापी नै रहिरहन्छ। अनि उनीहरू परमेश्वरसँग कहिले पनि बस्न सक्दैन, किन? परमेश्वर नखा भन्नुभयो। अब जसले जित्छ नि, तिनीहरूले के जित्छ थाहा छ? पापबाट जित्दछ। तिनीहरूले पापबाट जित्यो भने के खान सक्छ? यो जीवनको रूप खान सक्छ भन्छ। अनि तिनीहरू परमेश्वरसँग जहिले पनि बस्न सक्छ, तिनीहरू अनन्त जीवन पाउन सक्छ। अनि यो एउटा खुल्ने कुरा छ, तपाईँलाई प्रश्न गर्छु, उत्तर दिने कोसिस गर्नुहोस्, भएन भने म भनिदिन्छु अनि अन्त गर्नेछु। जीवनको रूप हामी फेरि कहाँ पाउनेछौँ? जीवनको रूप पाउनेछ किन नखा भने त्यसमा के थियो? प्रकाशको पुस्तक पढेको थाहा हुनुपर्ने ल भन्नुहोस् त। जीवनको रुख यहाँ आदम र हव्वाले खान पाएन, खायो भने के हुन्छ? सधैँभरि पापी रहन्छ, पाप क्षमा हुँदैन भन्छ। जीवनको रुख नखानेहरूले पापको क्षमा माग्नेले चाहिँ के भयो यहाँ? परमेश्वरसँग जिउन पायो है। मेरो प्रश्न के छ भने जीवनको रुखमा चाहिँ परमेश्वरले के राखिदिनु भएको थियो? जीवनको रुख कहाँ पाउँदछ हामीले? र यो खायो भने हामी के हुन्छ? उत्पत्तिदेखि प्रकाशसम्म पढ्नेलाई थाहा हुनु पर्यो, तर प्रकाश पढेको छैन थाहा छैन। मैले पनि बाइबल कलेजमा रहस्य बताएँ, म छक्कै परेँ कि ल जीवनको रूपमा के थियो? जीवनको रूपमा यहाँ के भन्नुभएको छ हेर्नुहोस् त। यिनीहरूले यो खायो भने के हुन्छ? यिनीहरू पापमा रहिरहन्छ, पाप गरि नै पढाउँछ। त्यो भएर पापीले खानु भन्दा त नखाएकै ठिक भनेर परमेश्वरले के गर्नुभयो? बार लगाइदिनु भयो। अब यहाँ के भनेको छ 7 पदमा? जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूपबाट खान दिनेछु भन्दैछ। याद गर्नुहोस् त, जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूपबाट खान दिनेछु भनेर भनेको कुरा तपाईँले याद गर्नुहोस्। के कुरा थियो होला? यो रुख खायो भने होइन, यो रुखबाट खायो भने के हुन्छ थाहा छ? कहिले पनि मान्छे मर्दैन, कहिले पनि रुनु पर्दैन। बुझ्नुभयो है? प्रकाशको पुस्तकपछि हामी हेर्दैजाँदा थाहा पाउँछ यो जीवनको रूपमा तपाईँले हेर्नुहुन्छ भने परमेश्वरले के गर्दथ्यो? कहिले पनि मान्छे मर्नु नपाउनुहोस् भनेर अमृत भन्छ नि, अमरत्व भन्छ नि, त्यस्तो कुरा परमेश्वर राखिदिनु भयो। 12 महिना के हो त? फल फल्ने, दिन र रात कहिले पनि नहुने। सुन्नु होला प्रकाश पुस्तकमा त्यो जीवनको रूपमा। अनि यो रूपबाट खाने मान्छे कहिले पनि मर्नेवाला छैन, अब अनन्त जीवनमा प्रवेश गर्नेछ भनेर। अदम र होइन, अदमको बगैँचा आदम र हव्वाले यही खा उहाँले परमेश्वरले भन्यो। जान्ने भनेर के गरे त? होइन, खास परमेश्वर यो खा भनेको थियो नि, तपाईँले हेर्नुहुन्छ भने। अनि परमेश्वर चेक पनि गरे,
खाऊ नखाऊ भन्ने कुरा गरे तर उनीहरू जान्ने भएर सकिने कुरा सुनेर खायो परमेश्वर आफै खान दिनुहुन्थ्यो पछि यदि नजान्ने भएर खायो त्यसपछि के हो पापमा दियो के परमेश्वरले भन्दै छैन अब यो तिमीले खान पाउनु छैन तर जसले त्यो पापबाट उद्धार पाउँछ जसले त्यो परमेश्वर विश्वास गर्छ त्यसले के हुन्छ जीवनको रूपबाट खान पाउनेछ जसको कारण छ त्यसले सुन्नुहोस् पवित्र आत्माले मण्डलले के भन्नुहुन्छ जसले जित्छ भनेको पापबाट जसले जित्छ त्यसलाई के गर्छ परमेश्वरले स्वर्गमा लगेर जीवनको रूपबाट खान दिनेछ भनेर हामी कहिले पनि मर्ने छैनौँ यो चस्मा खोलेर फाल्नुपर्छ आँखा मजाले देख्न सक्छौँ लुगा रङ्गेर हुने छैनौँ यो खाएपछि कति खतरा हो औषधि परमेश्वर दिन चाहनुहुन्छ हामीले होइन विश्वास गर्नेहरूलाई बुझ्यो जीवनको रूपबाट के थियो त्यो फल थियो असल र खराबको ज्ञानको फल थियो होइन जुन खायो भने मान्छे के हुनेछ सधैँभरि उनीहरू मार्नु पाउने तर नखायो भने त्यो परमेश्वरले खाइदियो जान्ने परमेश्वरले खा भनेर खाएको भए त राम्रो हुन्थ्यो नि नखा भनेर खाइदियो अनज्ञाकारी भयो परमेश्वर नजा तला भनेर लाभ निकालिदिनु भयो जसले जित्छ यो कुरा थाहा पाउँछ किन जीवनको रूपबाट के भन्छ आशिष पाउनेछ अनि यो जीवनको रूप के कहाँ छ थाहा छ अझको बगैँचा त अब जल पलेमा बगायो भन्छ यो रुख अहिले कहाँ छ भन्दा स्वर्गमा छ भनेर हामी थाहा पाउन सक्छौँ तर प्रकाशको पुस्तक छलक पढेको पनि थाहा छैन किन अहिले लुकाइ राख्नु भनेर मात्रै भनिदिएको भयो है अहिले कहिले विषय गर्छ कति मलाई थाहा छैन तर म त्यो कुरा विषय गर्छु मैले मेरो बाइबल कलेजमा मैले अध्ययन गरेर धेरै समयसम्म यो कुरा पढ्ने मौका पाएको थियो धेरै कुराबाट मैले कुरा पत्ता लाग्थ्यो त्यही कारणले भनेको पछि म उसलाई पद भेट्यो भने भन्नेछु है यो गीतहरूको बारेमा परमेश्वरले आशिष दिनुभएको सँगसँगै हामी प्रार्थना गर्दछौँ पवित्र परमेश्वर पिता हामी तपाईँलाई फेरि पनि भनेको भन्छौँ तपाईँले मलाई महिमा आदर र प्रश्न चढाउँछौँ तपाईँले हाम्रो पहिलो प्रेम हुनुहुन्छ भने कुरा हामीले जान्यौँ देखो तपाईँ धन्यवाद अनि तपाईँले हाम्रो उत्कृष्ट र असल भ्यालेन्टाइन हुनुहुन्छ भने कुरा सबै इच्छाको मन र हृदयमा राखिदिनुहोस् भने तपाईँलाई प्रार्थना गर्छौँ जसले त्यो प्रभु सारा संसारको लागि आफ्नो जीवनले अर्पण गरिदिनु भयो सन्त भ्यालेन्टाइनले आफ्नो प्रेमिकाको लागि मात्र जीवन अर्पण गरेको थियो तर तपाईँले सारा संसारमा भएका पापी अधर्मी धर्मी विधर्मी सबैको लागि आफ्नो जीवन दिनुभयो हामी त्यसको लागि धन्यवाद भन्छौँ अनि हाम्रो खातिर क्रुसमा चढ्नु भयो त्यसको लागि धन्यवाद हामीले श्राप पाएर हामी आफै त्यो कल्वर क्रुसमा गएर मर्न पर्ने थियो तर तपाईँले हाम्रो त्यो श्राप बोकेको र त्यो क्रुसमा जानुभयो तपाईँ धन्यवाद तपाईँ जस्तो असल भ्यालेन्टाइन आज हामीलाई बिल्कुल छैन भन्ने कुरा तपाईँले देखाउनुभयो तपाईँ धन्यवाद अनि प्रभु तपाईँले वचनबाट आशिष गर्नुभएको छ भनेर प्रार्थना गर्छौँ सबै कुराको लागि धन्यवाद भन्छौँ सबै दिन आशिष प्यारको यीशु ख्रीष्टको नाममा आमेन